मान्छेले चाहिँ गरिब भनेर हेरेको कारणले गर्दाखेरि चाहिँ जीवनमा सबैभन्दा ठुलो चाहिँ पैसा हो। ती 5 रुपियाँको डटपेन नभएर चाहिँ मैले महिनौँ दिनसम्म टिचरको चाहिँ पनिसमेन्ट चाहिँ सहनु पर्थ्यो भनौँ। रन मात्र गरेको हजुर तर प्रभुमा बढ्ने चाहना पनि छैन। त्यतिखेरदेखि नै प्रभुले सायद तपाईँलाई तयारी गर्दै लिएर आउनुभएको रहेछ। अहिले जुन ठाउँमा तपाईँ पुग्नुपर्ने हो त्यो ठाउँमा हुनुहुन्छ नि। त्यो बेला चाहिँ अनि मैले भने होइन म पुरै जाँदिनँ, म प्रभुको सेवा गर्छु भनेर भने। Hey everyone! Welcome to God First with Srishti. आज हामी God First पडकास्टको टेस्टिमोनियल्सको एपिसोड 1मा तपाईँहरू सबैजनासँग भेला भइसकेका छौँ र आजको एपिसोड 1 चाहिँ एकदमै स्पेसल हुनेवालामा छ किनभने हाम्रो God First पडकास्टमा हाम्रो फर्स्ट गेस्ट मेरो चाहिँ प्यारो दाई आज हामीसँग आउनुभएको छ. He is a really nice person. He's my dear brother. He's a worship leader, young preacher अनि सबैभन्दा इम्पोर्टेन्टली चाहिँ परमेश्वरको असल सेवक हुनुहुन्छ र आज उहाँको जीवनबाट हामी केही कुराहरू सिक्नेछौँ, केही कुराहरू बुझ्नेछौँ. अब म बढी बोल्दिनँ, उहाँकै मुखबाट हामी उहाँको जीवनका कुराहरू, परमेश्वरले उहाँको जीवनमा दिनुभएको आशिषहरू हामी आज सबैजना सुन्नेछौँ र आशिषित हुनेछौँ. प्रमोद दाई, तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो पडकास्टमा. हस्, धन्यवाद. तपाईँ सन्चै हुनुहुन्छ? एकदमै आरामै छु. हजुर, हाम्रो गड फर्स्ट भनेर चाहिँ यो लास्ट इयर सुरु गरेको छौँ है. अनि पहिला सुरु तपाईँको जीवनको बारेमा त हामी सुन्ने नै छौँ, तर गड फर्स्ट भन्दै गर्दाखेरि चाहिँ तपाईँको दिमागमा के आउँछ यसो हामीलाई बताउन सक्नुहुन्छ भने? गड फर्स्ट भन्ने बित्तिकै दिमागमा आउने भनेकै अब परमेश्वर चाहिँ पहिलो प्राथमिकता दिने कुरा भयो. त्यो भएको कारणले गर्दा जीवनमा जिउँदै गर्दाखेरि मानिसहरूले चाहिँ परमेश्वरलाई पहिलो प्राथमिकता दिनुभयो भने चाहिँ त्यो असल कुरा हो जस्तो लाग्छ मलाई चाहिँ. प्रमोद दाईलाई हेर्दै गर्दाखेरि चाहिँ तपाईँको जीवनलाई देख्दै गर्दाखेरि चाहिँ म पनि धेरै कुराहरू सिक्छु र उत्साहित हुन्छु होइन. किनभने तपाईँले प्रभु यीशुलाई चिन्नुभएको समयदेखि अहिलेसम्म त्यति धेरै पनि भइसकेको छैन. म चाहिँ अब विश्वासी परिवारमै हुर्केँ, क्रिस्चियन परिवारमै हुर्किँदा ओर्दा मेरो लागि वातावरण पनि मिल्यो. तर तपाईँको जीवन गवाई जब सुन्छन् धेरैचोटि मानिसहरू रोएको छन् है. त्यही भएर पनि आज हामी एकदमै उत्साहित छौँ तपाईँको जीवनको कथा सुन्नलाई र कसरी प्रभुले तपाईँलाई चुन्नुभयो र तपाईँलाई छान्नुभयो र तपाईँको जीवनबाट काम गर्दै हुनुहुन्छ भनेर जान्नको लागि है. त्यही भएर सबैभन्दा अगाडि चाहिँ हामीलाई तपाईँले प्रभु येशूको बारेमा कसरी सुन्नुभयो एकचोटि बताइदिनुहोस् न. जब म एसएलसीको इक्जाम दिनको निम्ति चाहिँ म हेटौँडा भन्ने एउटा बजार छ हेटौँडामा, अनि त्यहाँ गएँ. त्यहाँ जाँदाखेरि चाहिँ एसएलसी दिइसकेपछि चाहिँ म एउटा रिसोर्टमा काम गर्थेँ वेटरको रूपमा. त्यहाँनिर चाहिँ एकजना सुनिल राई भन्ने हुनुहुन्थ्यो. उहाँ चाहिँ क्रिस्चियन हुनुहुँदो रहेछ. त्यो बेला म क्रिस्चियन थिएन र उहाँले चाहिँ निरन्तर रूपमा सुसमाचार सुनाउनुहुन्थ्यो सबैभन्दा पहिला चाहिँ. त्यो बेला सायद मेरो भेनाजु पनि विश्वासी हुनुहुन्थेन होला. उहाँले प्रभु सुनिल राई भन्नाले चाहिँ त्यहाँ काम गर्नुहुने? हजुर, उहाँ पनि हामीसँगै चाहिँ वेटर गर्नुहुन्थ्यो र उहाँ चाहिँ सिनियर हुनुहुन्थ्यो. अनि म चाहिँ गाउँबाट आएको, एउटा नेपाली भाषा पनि राम्रोसँग बोल्न नजान्ने, एउटा के भन्छ आफ्नो करियरलाई चाहिँ कसरी मजबुत बनाउने अनि पैसा चाहिँ कसरी कमाउने भनेर चाहिँ एउटा पैसा नै सबैभन्दा ठुलो कुरो हो भनिकन हिँडिरहेको व्यक्तिले चाहिँ उहाँले एक प्रकारले चाहिँ सहायता गर्दै होइन त्यहाँ कसरी बोल्ने, अब सर्भहरू हुन्छ नि त्यहाँ, अब वेटर गर्दै गर्दाखेरि चाहिँ खानाहरू कसरी लाने, कसरी ट्रे बोक्ने भन्ने कुराहरू चाहिँ एकदमै राम्रोसँगले उहाँले सिकाउँदै, अनि त्यसपछि उहाँले गिटार पनि सिक्दै हुनुहुँदो रहेछ. अनि त्यसपछि भजनहरू गाउँदै अनि मलाई चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा उहाँले पहिलोचोटि चाहिँ सुनाउनु भएको थियो. लगभग यो चाहिँ त्यो भूकम्प 2072मा भूकम्प गएको त्योभन्दा अलिकति अगाडि चाहिँ त्यो बेलामा भूकम्प गइसकेपछि पनि त्यो मलाई याद छ कि त्यो रिसोर्टको चाहिँ 5 तलाको बिल्डिङ चाहिँ ढलेको कुराहरू छ, त्यो याद छ. त्यही भएको कारणले गर्दा सायद त्यही हो 2072भन्दा अलिकति अगाडि, भूकम्प जानुभन्दा अगाडि नै म त्यहाँ काम गरिसकेको थिएँ. त्यही भएर धेरै अगाडि सुन्नुभएको रहेछ तपाईँ प्रभुको बारेमा है. अनि भन्दै गर्नु हुँदाखेरि चाहिँ बाल्यकालमा गाह्रो भएको जस्तो अब मलाई त थाहा छ होइन, तर हाम्रो दर्शकहरूलाई पनि यसो भ्युअर्सहरूलाई पनि कसरी चाहिँ किन तपाईँले चाहिँ यस्तो भन्नुभयो कि मलाई नेपाली भाषा पनि बोल्न गाह्रो थियो होइन, त्यस्तो भन्दै गर्दाखेरि कस्तो थियो तपाईँको बाल्यकाल, कसरी हुर्किनु भयो पनि यसो बताइदिनु भयो? बाल्यकाल भन्दाखेरि चाहिँ म एकदमै साधारण परिवारमा जन्मिएको व्यक्ति हो. त्यो बेलाको समयमा त्यो एकदमै विकट ठाउँ,
त्यहाँनिर चाहिँ भर्खर मात्र त्यहाँ चाहिँ बाटो पुगेको छ। सार्वजनिक बसहरू गाडी त चल्दैन अहिले पनि। त्यो बेलाको समयमा भन्ने हो भने धेरै एकदमै विकट ठाउँ हो त्यो चाहिँ। अनि त्यो सोच्न पनि सकिँदैन कि त्यो प्रकारको गाउँले जीवन। त्यो भएको कारणले गर्दा जीवनमा धेरै सङ्घर्षको कुराहरू छन्। हजुर हजुर। अनि तपाईँले त्यसपछि वेटर काम गर्दै गर्दा फेरि प्रवेशको बारेमा सुन्नुभयो नि त, हजुर। सुनिल भन्ने व्यक्तिबाट। हजुर हजुर। अनि त्यसपछि चाहिँ के भयो, कसरी चाहिँ तपाईँ प्रवेशलाई चिन्नुभयो? अब त्यतिखेर त सुन्नु भएको रहेछ पहिलोचोटि। हजुर हजुर। अनि कसरी चाहिँ फेरि प्रभु तपाईँको जीवनमा आउनुभयो? कसरी चाहिँ कहाँबाट चाहिँ सुरु भयो प्रभुसँगको जीवन? त्यो बेला उहाँले सुनाउँदाखेरि चाहिँ मैले इन्कार गर्थेँ। ए किनभने म चाहिँ एउटा तपाईँले मैले बताइरहँदाखेरि चाहिँ तपाईँलाई अनौठो लाग्न सक्छ। म चाहिँ अलिकति झाँक्री पनि सिकेको मान्छे हो है। त्यति मात्र नभएर अब लामाहरू पनि अलिअलि सिक्ने। त्यो बेलामा कस्तो थियो भनेदेखि जस्तै हाम्रो घरमा बिरामी भयो भने चाहिँ झाँक्राहरू खोज्नको निम्ति जाँदै गर्दा धेरै ठुलो गर्ने होइन। अनि गरिब भएको कारणले गर्दा फलानु घरमा त अब पैसा दिँदैन, कुखुरा धेरै ठुलो दिँदैन। अनि त्यसपछि अब खसी बोका बाख्राको बलि चढाउनु पर्छ नि त, पूजा गर्नुपर्छ। त्यो गर्दाखेरि चाहिँ अलि झाँक्रीले भने जस्तै अलिकति ठुलो खसी अथवा बोका उनीहरूको लागि चाहिँ मन बुझाउनको निम्ति ल्यायो भने चाहिँ उनीहरू आउने हो। त्यो भएको कारणले गर्दा त्यो कुरामा चाहिँ बिरामी पर्दाखेरि चाहिँ झट्टै नआइदिने। त्यो किसिमको एउटा भेदभावको कारणले गर्दाखेरि चाहिँ म आफै सिक्छु, झाँक्री काम चाहिँ म आफै सिक्छु। मेरो घरको लागि चाहिँ जति चाहिन्छ म सबै कुरो सिकेर चाहिँ म त्यो प्रकारको विधिहरू चाहिँ पुरा गर्न सक्छु भन्ने तरिकाले चाहिँ म सिकेको मान्छे भएर अनि सुसमाचार सुनाउँदै गर्दाखेरि चाहिँ मैले धेरै पटक इन्कार गरेँ। अनि इन्कार गर्दै गर्दाखेरि चाहिँ मेरो भेनाजीले पनि विश्वास गर्नुभएछ, मलाई थाहा थिएन। अनि त्यसपछि गाउँ जाँदाखेरि उहाँले धेरै पटक सुनाइरहनुहुन्थ्यो। हजुर। अनि एक दिन चाहिँ के भयो भनेदेखि लगभग त्यो बेलाको समय चाहिँ मङ्सिर होइन पुस 11 गतेको दिन रहेछ। म त्यहाँ पुगेको थिएँ। अनि हजुर थाहा छ मलाई त्यो, किनभने त्यो दिनमै मैले ग्रहण गरेको हो नि त। अनि त्यहाँ जाँदै गर्दाखेरि चाहिँ क्रिसमसको प्रोग्राम हुँदै रहेछ। मलाई भन्नुभयो आउनुहोस् बस्नुहोस् भनेर भन्नुभयो। अनि त्यसपछि 81 उहाँले के भन्नुभयो भने हेर्नुहोस् भाइ, मैले तपाईँलाई धेरै पटक सुसमाचार सुनाइसकेँ, तपाईँले हुन्छ भन्नुभएको छ। अब आज चाहिँ तपाईँलाई ग्रहण गर्नुपर्छ, मैले पास्टर बुवाले पनि भनेको छु भनेर भनिसकेपछि म 81 छक्क परेँ, दङ्ग परेँ। त्यसपछि ठिकै छ नि त, उहाँले धेरै पटक सुनाउनु भएको छ, उहाँको मन बुझाउनको लागि भए पनि उहाँले विश्वास गर्नुपर्छ, ग्रहण गर्नुपर्छ भनिकन मैले चाहिँ ग्रहण गरेँ त्यो बेलाको समयमा। ए भनेपछि अब अरूको लागि त्यतिखेर चाहिँ? हजुर, अरूको लागि। मेरो लागि भन्दाखेरि पनि अब भेनाजीले जुन प्रकारले मलाई चाहिँ एकदमै रेस्पेक्ट गर्नुहुन्थ्यो, म पनि उहाँको कुरा काट्न नसकेर उहाँको लागि भए पनि गरिदिउँ भनेर चाहिँ मैले त्यो बेला त्यसरी चाहिँ परमेश्वरले तपाईँसम्म आउनलाई ढोकाहरू बनाउँदै हुँदो रहेछ। हजुर हजुर। ढोका खोल्नु भयो होइन। तपाईँको पहिलेदेखिको कुरा सुन्दै गर्दा मलाई पनि थाहा छ होइन, तपाईँ एकदम मेहनती मान्छे हो होइन। आफ्नो परिवारको लागि भनेपछि झाँक्री पनि बन्नसम्म पनि तपाईँले कोसिस गर्नुभएछ होइन। त्यो चाहिँ तपाईँ त्यतिखेरदेखि नै मेहनती हुनुभएको कुरा चाहिँ देखियो त्यहाँ होइन। तर अब यतिखेर त तपाईँले अब टाइम लाइनमा ठ्याक्क हामी गइरहेछौँ नि त, एकदमै राम्रोसँग अहिले फ्लो गइरहेछ होइन। तपाईँले प्रवेशलाई ग्रहण गर्नुभयो। हजुर। तर त्यतिखेरसम्ममा चाहिँ तपाईँको मनमा के थियो त? त्यतिखेरसम्म चाहिँ प्रभु भनेको परमेश्वर चाहिँ को हुनुहुँदो रहेछ भन्ने कुराहरू, किनभने आजभोलि पनि होइन मेरो नजिकैको साथीहरू भनौँ अब वरिपरि जसले यसलाई विश्वास गर्नु भएको छैन, उहाँहरूलाई हेर्दै गर्दाखेरि चाहिँ मैले येशू ख्रीष्टको बारेमा भन्दै गर्दा प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँलाई प्रेम गर्नुहुन्छ है, प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो पाप मेटाउनु भएको छ भन्दाखेरि खै देखेको छैन, कसरी पत्याउने? प्रायः जस्तो सबैले भन्ने कुरा यही हो नि त। हजुर। भनेपछि तपाईँले त धेरै तपाईँको भिनाजुले सुनाउनु भएछ, उहाँ भिनाजुको माध्यमबाट परमेश्वरले तपाईँसम्म आउनलाई सक्नुभएछ। तर त्यतिखेर तपाईँलाई चाहिँ सुरुमा चाहिँ तपाईँ झन् त्यसरी झाँक्रीसम्म बन्न तयार हुनुभएको मान्छे होइन, त्यही भएर तपाईँको जीवन त्यतिखेर त सांसारिक जीवनै थियो नि। मैले चाहिँ त्यो कहिले अनुभव गर्न पाइनँ, किनभने म चाहिँ अब क्रिस्चियन परिवारमा हुर्केको भएर होइन। त्यही भएर यसो तपाईँको अनुभव तपाईँलाई चाहिँ के लाग्थ्यो त्यतिखेर? मलाई चाहिँ बेकारको लाग्थ्यो त्यो बेलामा। कस्तो भने एउटा क्रिस्चियन परिवारमा जन्मिएको व्यक्ति नभएपछि चाहिँ त्यो सुन्दाखेरि अनौठो लाग्ने होइन। यो भने मात्र हो, वा बाइबल पढ्यो भने चाहिँ मानिसहरू चाहिँ पागल हुन्छन्, धेरै पटक सुनिरहेको कुरा। त्यो कारणले गर्दा उहाँले सुनाउँदै गर्दाखेरि चाहिँ कतिखेर यो छोटाउला, कतिखेर चाहिँ यो कुरा बन्द
गर्नुहुन्छ त्यसपछि सुतौँला भन्ने चाहिँ एउटा मनमा त्यो कुरा चाहिँ खेलिरहन्छ क्या किनभने उहाँले सुनाइसकेपछि रात कटाउने हो 12-1 बजीसम्म उहाँले त्यसकै बारेमा हजुर त्यसको बारेमा उहाँले चाहिँ सुसमाचार चाहिँ सुनाइरहनुहुन्थ्यो अनि मेरो अनुभवमा चाहिँ त्यो बेलामा उहाँले सुनाउँदै गर्दाखेरि चाहिँ मैले चाहिँ अब यो त्यतिकै होला यो खासै यो राम्रो होइन भने अब किनभने त्यो छाप पनि बसिसकेको थियो गाउँमा चाहिँ क्रिस्चियनहरू चाहिँ यस्तो हुन्छ टाउको काटेर चाहिँ बेचेर लान्छन् रे होइन अनि त्यसपछि टाउको काटेपछि त अझ के अरे मान्छे मरेपछि त नुनमा राख्छ अरे बाकसमा अनि त्यसपछि के भन्छ त्यो हड्डीहरू चाहिँ बेच्न लान्छ अरे भनेपछि त्यो अलिकति त्यो घृणित नजरले हेर्थेँ मैले तैपनि आफ्नो भेनाजुले सुनाउँदै गर्दाखेरि चाहिँ अब किन उहाँको विरुद्धमा जाने भनेर चाहिँ सुन्न चाहिँ सुन्ने तर एउटा कानले सुन्ने अनि अर्को कानले चाहिँ उडाउने जस्तै त्यसरी चाहिँ मैले सुनेको थिएँ त्यो बेला म आफैले पनि तपाईँको गवाई यसरी नजिकबाट होइन डिटेलमा त कहिले नि सुन्नु पाएन अब पहिला सुनाउँदै गर्दाखेरि अरूलाई सुनाउँदाखेरि सुनेको हो नि त त्यही भएर म आफैलाई नि एकदमै खुसी लागिरहेछ आज कि किनभने तपाईँलाई अहिले मैले जसरी देखेको छु नि अहिले त हाम्रो प्रमोद दाइ आफै एउटा प्रचारक हुनुहुन्छ है जुन मान्छेलाई चाहिँ प्रभु येशूको बारेमा सुन्दै गर्दाखेरि कति बोलेको होला जस्तो लाग्थ्यो होइन आज जुन त्यही मान्छेलाई चाहिँ प्रभु येशूले अरूलाई उत्साह दिनलाई प्रयोग गरिराख्नु भएको छ त्यही भएर म आफैलाई पनि सुन्दाखेरि ओहो मेरो रौँहरू ठाडो भइरहेछ है अब झन् बाँकी कुराहरू सुन्दै गरौँ त्यसपछि चाहिँ के भयो अब त्यसपछि चाहिँ ग्रहण गरिसकेपछि म चाहिँ एउटा मैले पनि जीवन गयो भन्दाखेरि चाहिँ धेरै आर्थिक स्थितिमा कमजोर अनि धेरै मान्छेले चाहिँ गरिब भनेर हेरेको कारणले गर्दाखेरि चाहिँ जीवनमा सबैभन्दा ठुलो चाहिँ पैसा हो पैसा बिना संसारमा के पनि गर्न सक्दैन भन्ने एक प्रकारको मेरो मस्तिष्कमा त्यो बसेको कारणले गर्दा म कोरियन भाषा पढेर पास गरेर पनि त्यहाँ चाहिँ पढाइरहेको एउटा टिचरको रूपमा चाहिँ त्यो काम गरिरहेको थिएँ अनि त्यो ग्रहण गरेपछि म आफ्नै बाटोमा लागेँ 3 महिनासम्म चाहिँ ग्रहण चाहिँ गरेको छ तर एउटा ग्रहण मात्र गरेको तर प्रभुमा बढ्ने चाहना पनि छैन एउटा के भन्छ त्यो प्यासिभ तपाईँ प्यासिभ हुनुभयो प्यासिभ भए त्यो चासो पनि नराख्ने ग्रहण गर्यो त्यहाँ गएर पनि के टिका पनि लाउने अरूसँग साथीहरूसँग नि हिँड्ने त्यो प्रकारको थियो 3 महिनासम्मको अवधि चाहिँ म त्यसरी हिँडेँ तपाईँ क्रिस्चियन चाहिँ हुनुभयो ग्रहण गरेर तर क्रिस्टलाई चाहिँ तपाईँले चिन्न सक्नु भएन त्यति चिनेको थिएँ नजिकबाट संगति गर्न सक्नु भएन जस्तै अरू मान्छेहरूले तिमी क्रिस्चियन हो भनेर होइन भन्थे मैले इन्कार गर्थेँ लाज लाग्थ्यो होला अलिअलि लाज लाग्ने अरूले हो क्रिस्चियन भन्यो भने मलाई त फलाने के भन्ला भने त्यो एक प्रकारको लाज लाग्ने के तर प्रभुलाई धन्यवाद भएको अहिले चाहिँ गर्वको साथ हो नि आमेन त्यतिखेरको कुरा सुन्दै गर्दाखेरि मलाई पनि अहिले प्रमोदले यस्तो गर्नुहुन्थ्यो त्यतिखेर जस्तो लाग्छ अलिअलि त होइन तर अब एकदमै खुसीको कुरा हो प्रभुले जसरी तपाईँलाई चुनेर अहिले चाहिँ कसैले सोच्न सक्दैन तपाईँलाई झट्ट हेर्दाखेरि पहिला यस्तो हुन्थ्यो भनेर है तर आज हामीले जीवनबाटै उत्साह दिइरहेको कारणले गर्दा तपाईँले यसरी सबै कुरा खुलेर भन्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद अब तपाईँले चाहिँ ग्रहण गर्नुभयो त्यसपछि फेरि काम गर्न थाल्नुभयो कोरियन भाषा इन्स्टिट्युटमा होइन त टिचरको रूपमा तर तपाईँ मान्छे चाहिँ मेहनती हो कि किनभने गाउँमा हुर्केर जे गऱ्यो भने कोरियन भाषा सिकेर टिचर हुनु भनेको नि सानो कुरा त होइन है अनि त्यस्तो हुँदै गर्दाखेरि त्यसपछि चाहिँ के भयो त अब कोरियन भाषा सिकाउँदै हुनुहुन्थ्यो 3 महिना भइसकेको थियो ग्रहण गरेको होइन त्यसपछि सुनौ हुन्छ अब एउटा कुरा म के जोड्न चाहन्छु भन्दाखेरि तपाईँले मेहनती भन्नुभयो हजुर वास्तव भन्नुपर्दा म 5 कक्षासम्म पढ्दाखेरि पनि मलाई नेपाली भाषा आउँदैन थियो त्यतिखेर त्यता तामाङ बोल्नुहुन्थ्यो नि त तपाईँ सबै तामाङ अहिले पनि अब बोल्दै गर्दाखेरि तामाङ भाषा जान्छ बेला बेला अनि पछि गएर त्यहाँ चाहिँ एउटा घटना पनि छ कि म सुनाउँछु तपाईँहरूलाई अनि मम्मीले चाहिँ अब हाँसियाहरू अप्चार्नको निम्ति चाहिँ त्यहाँनिर आरनमा लानुपर्ने थियो अनि उहाँले भन्नुभयो ल लिएर जानुहोस् त भाइ भनेर तामाङ भाषाबाट भन्नुभयो अनि मैले भने अनि के भन्ने त भने हाँसिया अप्चार दिनुहोस् भनेर भनेर हाँसिया अप्चार दिनुहोस् भनेको चाहिँ त्यो बनाइदिनुहोस् भनेको सायद त्यसलाई के भन्छ अब त्यो बनाउने तपाईँलाई सिकाउनु भयो आमाले हजुर अनि हाँसिया भनेर गएको थिएँ अनि म एउटा कहाँ त्यो बेला बाटो पनि गाह्रो छ कि खोल्सा कटेर जानुपर्ने अनि हजुर ज्यामिरेमै हो अनि ठाउँ विकट भएपछि त्यो बेलामा पानी पनि थोरै
परिरहेको थियो अनि हिँड्दै गर्दाखेरि त्यो ढुङ्गामा ठोकेर लडेँ अनि हैसे पनि बिर्स्यो हाई हो कि के समथिङ त्यस्तै भन्दै गएँ म हजुर अनि त्यस्तो गएर चाहिँ त्यहाँनिर चाहिँ दिँदाखेरि के गर्ने भन्दाखेरि मैले हाई भने त्यस समथिङ त्यस्तै त्यो आएन हजुर आएन यो त कथा जस्तै भइहाल्यो नि अब हो नि त्यो अहिले सुन्दाखेरि होइन अन्त त्यो छ त एउटा जेरी 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 भनेको होइन पापड पापड भन्दै जान्छ ढुङ्गामा लड्छ अनि झापड झापड भन्दै जान्छ हो सेम त्यस्तै भएको तपाईँको पनि त्यस्तै भएछ त्यस्तै एउटा भनौँ न एउटा गाउँको केटो नेपाली भाषा पनि बोल्न नजान्ने हजुर त्यस्तो मान्छे जे होस् मैले चाहिँ पहिलो प्राथमिकता चाहिँ धनलाई राखेँ कि त्यो बेलामा प्रभुले पाएको थिएन धन भयो भने सबै कुरो चाहिँ गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले धेरै मेहनत गर्न थालेँ त्यसरी चाहिँ मैले टिचर बनेको हो यसो सुन्दै गर्दाखेरि तर तपाईँले चाहिँ प्रभु येशूलाई पहिलो प्रार्थना नराखे पनि नचिने पनि होइन त्यतिखेरदेखि नै प्रभुले चाहिँ तपाईँलाई चिन्नु भएको हो नि त हजुर हजुर त्यतिखेरदेखि नै प्रभुले सायद तपाईँलाई तयारी गर्दै लिएर आउनुभएको रहेछ अहिले जुन ठाउँमा तपाईँ पुग्नुपर्ने हो त्यो ठाउँमा हुनुहुन्छ नि हजुर त्यसको लागि नै होइन त्यति मेहनती अनि सबै कुराहरू गर्दाखेरि चाहिँ अहिले यसो सोच्दाखेरि चाहिँ सबै कुरा कनेक्ट हुँदैछ नि त होइन भनेपछि तपाईँले प्रभुलाई चिन्नु हुँदैन थियो तर परमेश्वरले तपाईँलाई चिन्नुहुन्थ्यो होइन ल ल अब कुरा भयो फेरि एकछिन गवेमा जाउँ ल तपाईँ कहाँ पुग्नु भएको थियो म त त्यो कोरियन भाषामा पुगेँ त्योभन्दा अगाडि चाहिँ जो 5 कक्षा पास गरिसकेपछि चाहिँ म अब के गर्ने भन्दाखेरि गाउँमा पढ्ने ठाउँ पनि थिएन त्यो कारणले गर्दाखेरि म चाहिँ ठुलो बाउको घरमा गएर चाहिँ पढ्छु भनेर चाहिँ मैले निर्णय गरेँ त्यसपछि त्यहाँ गएर पढ्न थालेँ त्यहाँ पनि रोचक कथाहरू छन् त्यो भित्रमा होइन त्यो जीवन अवधिमा त्यहाँदेखि चाहिँ धेरै दुःख थियो कष्ट थियो मैले जीवन गवाई सुनाउँदै गर्दाखेरि धेरै ठाउँमा पनि भनेको थिएँ हजुर अब स्कुल जानुभन्दा अगाडि एक बारी घाँस काट्ने अन्त आइसकेपछि एक बारी घाँस काटेर मात्रै खाना खान पाइन्थ्यो अनि होमवर्क गर्नको निम्ति 5 रुपियाँको डटपेन नभएर चाहिँ मैले महिनौँ दिनसम्म टिचरको चाहिँ पनिसमेन्ट भनौँ न चाहिँ सहनु पर्थ्यो भनौँ न हजुर त्यो बेला चाहिँ कस्तो हुन्छ भने होमवर्क गरेन भने यति लामो पाइप ल्याउनुहुन्थ्यो अनि म्याथ टिचरको सरले होमवर्क नगर्ने जति उठ भन्दाखेरि आफै पर्छ कि अनि उहाँले भन्थ्यो पाइपबाट पानी खुवाउँछु भनेर हात थाप भने यस्तोरी पिर्नुहुन्थ्यो कि होइन के गर्ने कहिलेकाहीँ त मैले नै 1-2 खान्छु खाना चाहिँ धेरै होइन त्यो दिनदेखि चाहिँ मलाई ओहो 5 रुपियाँ भएको भएदेखि मैले डटपेन किन्न पाउँथेँ नि पैसाको महत्त्व हो नि जाने पनि नजाने पनि कम्तीमा कोरेर भए पनि त लान सक्थ्यो होला नि त हो नि त्यो कारणले गर्दाखेरि पैसा सबभन्दा चाहिँ ठुलो कुरा हो मेरो जीवनको निम्ति तपाईँको विशेष अब गाह्रो भएको भनेको त अब आमा एक्लै भएर पनि आमाले काम गर्नुहुन्थ्यो सबै होइन हो त्यो भएर पनि हो त्यो कुरो मैले अघि नै जोडेन कस्तो भने मेरो बुवा चाहिँ घर छोडेर जानुभयो त्यही कारणहरू छन् त्यसमा अनि मम्मीले धेरै दुःख गर्नुभयो कष्ट गर्नुभयो अनि त्यो बेला भन्ने हो भने चाहिँ इच्छा खानाको निम्ति पनि धेरै सङ्घर्ष गर्नु पर्थ्यो अब खाना भनेको भात त होइन होइन ढिँडो पनि खान पाउँदैन थियो त्यो बेलामा चाहिँ थोरै पिठो थोरै मकै चाहिँ मम्मीले ज्याला गरेर ल्याउनुहुन्थ्यो त्यसलाई चाहिँ खोले बनाएर खाने हो अनि त्यसरी चाहिँ सामरीमा आएर चाहिँ हामी भन्दा पनि मैले धेरै प्रकारको दुःखहरू सहेर सङ्घर्ष गरेर मैले 10 पास गरेर चाहिँ त्यसपछि चाहिँ म हेटौँडामा आएको हेटौँडा आउँदै आएर अनि त्यसपछि त्यहाँ चाहिँ रिसोर्टमा काम गर्दै अनि पढ्दै गर्दाखेरि चाहिँ एकजना सागर ग्यालन मगर भन्ने मेरो साथी हुनुहुन्छ उहाँ पनि कोरियामै हुनुहुन्छ अनि उहाँले भन्नुभएको थियो हेर्नुहोस् पैसा कमाउनु छ भने चाहिँ कोरिया जानुपर्छ कोरियन भाषा पढ्नुभयो भने महिनामा 4-5 लाख 6 लाखसम्म कमाउन सकिन्छ भनेर चाहिँ उहाँले भन्नुभयो यथार्थ चाहिँ त्यो फेरि 6 लाख चाहिँ कमाउन सकिँदैन अनि त्यो भनिसकेपछि ल त्यसपछि कोरियन भाषा पढ्ने भनेर चाहिँ मैले सुरु गरेँ र पढ्न थालेँ पढिसकेपछि काम गर्दै गर्दाखेरि चाहिँ धेरै चुनौतीहरू आउँथ्यो आर्थिकको अनि पास पनि भयो अनि पास भइसकेपछि मैले चाहिँ रुम भाडा तिर्न सकिनँ त्यो बेलाको समयमा हजुर लगभग 20,000 जति कति भएको थियो त्यो बेलामा अनि काम पनि त्यति छैन अनि कसरी तिर्ने भन्दाखेरि मेरो दाइ चाहिँ त्यो बेलामा मलेसिया कि साउदीमा हुनुहुन्छ होला साउदीमा जानुभएको थियो अनि त्यसपछि घरमा मम्मीहरू हुनुहुन्थ्यो त्यो बेलामा चाहिँ गोरु एक हल चाहिँ
पाल्नको निम्ति दिनुभएको थियो। हजुर। अनि मैले चाहिँ त्यो गोरु बेचेर अनि रुम भाडा तिरेको कि त्यो बेलामा। यो चाहिँ पहिलोचोटि भन्दैछु। त्यसरी चाहिँ मैले रुम भाडा तिरेर सङ्घर्ष गरेर पास भइसकेपछि त्यहीँ पढाउन थालेको। त्यसरी चाहिँ मेरो जर्नी चाहिँ सुरु भयो। अलिकति टिचरसम्म आइयो। टिचरसम्म चाहिँ यति छिटै तर हजुर हजुर मेहनत चाहिँ धेरै लाग्यो, सङ्घर्ष पनि, तर टिचरसम्म आइयो। हजुर। अनि त्यसपछि प्रभु येशूलाई ग्रहण गरियो। अब त्यहाँ अब हामी ग्रहण गरिसकेपछि चाहिँ 3 महिनाको अवधि चाहिँ म आफ्नै तालले हिँडिरहेँ भनौँ न। एक प्रकारले अब नबुझेर थाहा थिएन, सिकाउने मान्छे नभएर। अब हजुर। एक दिन चाहिँ अनि के भयो भने लगभग लकडाउन होला सायद। लकडाउनको कारणले गर्दाखेरि सबैजना चाहिँ सहरबाट गाउँ जाने लहरै भन्यो नि त एकचोटि। हजुर हजुर। त्यो भएको कारणले गर्दा गाउँमा गएँ। अनि गएर अब भेनाजीले बोलाइहाल्नु भयो। उहाँले छोड्नुहुन्न कि फेरि मलाई। त्यो भएको कारणले गर्दा म चाहिँ अलिकति गाउँमै त्यो गाउँकै चाहिँ अलिकति पढाइ लेखेको भनौँ न यसरी दिएको। अब त्यतिखेर त कोरियन भाषा टिचर भइसक्नु भएको थियो तपाईँ हैन त? हो सायद हो। त्यो बेलामा त म +2 पनि पास गरिसकेको थिएँ। त्यो बेलाको समय मात्र नभन अहिले पनि +2 भन्दा बढी गरेको मान्छे चाहिँ छैन त्यहाँ। त्यो भएको कारणले उहाँले चाहिँ ओहो मेरो भाइ चाहिँ धेरै पढेको भनेर चाहिँ बोलाइहाल्नु हुन्थ्यो। अनि त्यसपछि माथि हामी कुरा गर्दै थियौँ। 81 तलबाट आवाज आयो कि बोलाउनु भयो। ए प्रमोद माथिबाट आयो चाँडो आऊ होइन। त्यो प्रकार भयो नि के आयो होला त, कोरोना आयो कि भुइँचालो आयो कि, कोरोना आएर त गाउँ गएको माथिबाट आयो भन्दै केही भयो कि होइन भनेर चाहिँ मलाई त अनौठो लाग्यो। अनि के रहेछ त भनेर म त हतार दौडेर चाहिँ त्यो काँडा हुन्छ नि 2 काँडा चाहिँ एकैचोटि चाहिँ नागेर चाहिँ अमलेर गएँ तल। अनि यसो माथि जाँदाखेरि त भजन गाइरहेछ। के आयो भने सङ्गति माथिबाट दिपक सरले कल गर्नुभएको। अनि फोन कलबाट चाहिँ अहिले सङ्गति भइरहेछ भनेर भन्नु। अनि त्यसपछि त्यो बेलामा अब सङ्गति भने त्यही थाहा थिएन। हजुर। अनि त्यसपछि भजनहरू सिकाउने वचन बाँड्ने त्यस्तो रहेछ सङ्गति भनेको चाहिँ त्यो बेला थाहा थिएन। सङ्गति गऱ्यो हिँड्यो। अनि त्यो घरमा बस्न थालेँ। अनि त्यसपछि खेतीपाती त भने अब बजार जाउँ भने पढाउन जाउँ भने अब त्यो बेला कोरोनाको कारणले गर्दा मान्छे धेरै जम्मा हुन नमिल्ने भएको कारणले गर्दा त्यहाँ त जाने कुरो नै भएन। अनि त्यो अचम्म लाग्दो कुरो चाहिँ के छ भनेदेखि त्यो मेरो दाइको छोरीहरू अहिले सानसानै त्यो बेला सानसानै थियो, अहिले अलि ठुलो भयो। अनि यति अध्याय यति पदमा चाहिँ यो लेखिएको छ भनेर चाहिँ फर्र भन्ने कि उत्पत्ति प्रस्थान लेवीको दिव्य अवस्था भन्थ्यो। म त छक्क परेँ के कसले जेनिसाहरूले होला? हजुर हो जेनिसा भयो। त्यतिखेर बालसँग तिमी बस्ने त्यतिखेर सिक्या हो? त्यतिखेर सिकेर होला। अनि यो न 3 को 16 त्यतिखेर चाहिँ म जोडिहाल्छु यसमा। हामीले त्यतिखेर अब यतापट्टिको बल्ल हाम्रो कनेक्सन सुरु भयो है। सायद कति वर्ष अगाडिको कुरा हो यो? 4 वर्ष होला। 4 वर्ष अगाडिको कुरा। अब यतिखेरसम्म चाहिँ तपाईँ र हाम्रो भेटघाट भएको थिएन है, अझै पनि भएको छैन। तर अब भेटघाट नभए पनि हाम्रो आवाज चाहिँ तपाईँले सुन्नुभयो है। त्यो आयो आयो सङ्गति आयो भनेको चाहिँ हाम्रो मेरो बाबाले, पास्टर दीपक हुनुहुन्छ होइन, अघि तपाईँले दीपक सर भन्नुभयो। मेरो बाबाले अनि हामीले चाहिँ लकडाउन भएको कारणले गर्दा अनलाइनमा सङ्गति गरेका थियौँ नि त त्यतिखेर। लाइभ सङ्गति गर्ने बेलुका बेलुका, अनि फोन कलमा पनि सङ्गति गर्ने। यति धेरै सानो टिकटिके फोन किनेर राखेर अनि त्यहाँबाट चाहिँ सबै ठाउँहरूमा गाउँ गाउँमा उदयपुरमा अनि हेटौडामा अनि कता कता अरू ठाउँहरूमा पनि फोन गरेर हामीले चाहिँ त्यतिखेर सङ्गति गर्ने गरेका थियौँ। अनि परमेश्वरको काम हो नि त यो, हामीलाई त थाहा थिएन त्यो सङ्गतिद्वारा चाहिँ होइन यति धेरै महान काम हुन गइरहेको छ होइन, प्रभुले तपाईँको जीवनमा गर्न लाग्नु भएछ। हामीलाई थाहा थिएन तर परमेश्वरलाई थाहा थियो। अघिदेखि हामीले भन्दै गर्दा परमेश्वरले चाहिँ तपाईँलाई चिनिसक्नु भएको थियो, चुनिसक्नु भएको थियो, त्यही कारणले हामीलाई प्रयोग गर्नुभएछ होइन। अनि थाहा थिएन हामीलाई त कसरी तपाईँले त्यहाँ सुन्नुभयो, पछि पो हामीलाई अहिले थाहा हुँदाखेरि पो होइन त ए त्यस्तो भएर पो रहेछ भन्ने भयो। तर त्यतिखेर चाहिँ सामान्य रूपमा हामीले कसैलाई त्यो प्रभुको बारेमा सुनाउने भन्दा पनि सङ्गति नटुटोस्, सबै ठाउँमा पुगोस्, प्रभु यीशुसँग समय बिताउन सक्नुहोस् भनेर चाहिँ गर्दै गर्दाखेरि अनि जेनिसाहरू चाहिँ बालसङ्गतिमा बस्दा मैले नि कहिलेकाहीँ अगुवाई गर्थेँ। अनि भजनहरू सिकाउने, कोरसहरू गाउने गर्दै गर्दा अनि तपाईँले सुन्नुभयो। हजुर है ल तपाईँले जोडी। अनि त्यस्तो भइसकेपछि अनि मलाई चाहिँ एक प्रकारले गिल्टी फिल भयो क्या। यत्रो फुसियाहरू चाहिँ यस्तो भनिरहेछ, बाइबल पढ्दायो, अध्याय भनेछ, पद भनेछ, कहीँ देख्दिनँ।
अध्याय पनि लेख्दिनँ जेलस पनि अलिकति डाहा पनि फिल भयो त्यसलाई गिल्टी मात्रै भन्दा नि लेखेकै छैन एउटा डाहा भनौँ न डाहा जस्तो उनीहरूलाई त आयो बच्चै छन् होइन बच्चै छन् कसरी भने होला लेखे त होला नि भने एउटा घमण्ड पनि छ नि मेरो म पनि पढेको मान्छे के रहेछ त भने यस्तो अध्याय नै देखिनँ पदै देखिनँ तर यति अध्यायको यति पदमा यो लेखिएको छ बाल सङ्गीतमा सिकाएर उनीहरूले अनि मलाई त बेलुका कति 8-9 बजिसकेको थियो होला हजुर अनि त्यसपछि त नबुझेपछि के हो मलाई त एकदमै कौतूहल लाग्न थाल्यो त्यसपछि राति 10-11 बजी टाइममा म उठेर बाइबल बोकेर हिँडेँ सोमदाई हुनुहुन्थ्यो उहाँ चाहिँ अगुवाको रूपमा त्यहाँनिर चाहिँ सङ्गति दिनुहुन्थ्यो हजुर तपाईँलाई बाइबल दिनुभएको थियो बाइबल त दिएको त थिएन दिनुभएको थिएन तर घरमा चाहिँ थियो घरमा मम्मीहरूले ल्याएर राख्नु भएको त्यो यसो हेर्दाखेरि चाहिँ अब बुढाहरू चाहिँ यति नहेरिकन फटर भन्नुहुन्छ त्यसपछि मैले चाहिँ अलिकति के रहेछ त यो अध्याय भनेको पद भनेको भनेर चाहिँ एकदमै कौतूहलता भएर अनि 10-11 बजेको टाइममा होला गएर सोमदाले भेटेँ हेर्नुहोस् सम्धी हामी त सम्धी भन्ने बानी अनि हेर्नुहोस् बुढाहरूले त अध्याय भन्छ पद भन्छ यो अध्याय र पद चाहिँ कहाँ छ भनेर म चाहिँ गएँ कि अनि उहाँले भन्नुभयो यो ठुलो अक्षर लेखेको चाहिँ अध्याय हो सानो अक्षर लेखेको पद हो भनेर चाहिँ उहाँले भन्नुभयो ए यो पो रहेछ भनेर अनि त्यसपछि अर्को कुरो चाहिँ उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था भने त्यो गीतबाट उनीहरूले मजाले गाउँथे कि अनि यो चाहिँ कहाँ छ होइन नदेख्ने कि सुरु भयो जान्ने इच्छा अनि त्यसरी चाहिँ कौतूहलता बढेर अब चाहिँ के गर्नुपर्ने रहेछ सिकौँ न के हुँदो रहेछ हेरौँ भनेर चाहिँ एउटा सिक्ने इच्छा भएर चाहिँ मैले सिक्न थालेँ त्यो दिनदेखिबाट चाहिँ भनौँ त्यतिखेरसम्म चाहिँ फेरि प्रभु यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ ओहो भन्ने होइन उसकै विरुद्धमा थियो म प्रभु यीशु ख्रीष्टमै विरुद्धमा थियो कि किनभने त्यो प्रेम चाहिँ भित्र आएको थिएन महसुस भएको थिएन त्यो बेलासम्म चाहिँ त्यो प्रकारले चाहिँ जिरहेको थिएँ हो अहिले जति मान्छेहरू त्यस्तै छ नि अहिले कतिलाई गाह्रो हुन्छ नि त प्रभुको बारेमा भन्यो थाहा नै हुँदैन तपाईँ पनि त्यतिखेर त्यस्तै हुनुहुन्थ्यो अहिले चाहिँ परमेश्वरले अनुग्रह गरेर होइन अरूलाई उत्साह दिनुहुभएको छ तपाईँको यति छिटो चाहिँ प्रभुसँगको सम्बन्ध नजिक भयो नि त्यसपछिको अब जुन कहानी आउँदैछ नि किनभने यतिखेर समयमा चाहिँ अब तपाईँ आफैमा हुन्छ नि के होला कसो होला भन्दै हुन्थ्यो भने यसपछिको अब झन् जुन मेन कहानी छ जुनमा चाहिँ मान्छेहरू ओहो भन्छन् त्यो आउँदैछ होइन तर यसपछि चाहिँ सायद यो ठ्याक्कै यतिखेरको समयमा चाहिँ त्यतिखेरसम्म पनि तपाईँ त्यस्तै नै हुनुहुन्थ्यो अब के गर्ने कस्तो हो भनेर होइन त्योभन्दा अगाडि चाहिँ यस्तो छ त्यहाँनिर म एउटा कुरा जोड्न चाहन्छु जस्तै एकचोटि चाहिँ मेरो माइला दाइ म अनि त्यसपछि हाम्रो आमा अनि खेतालहरू थियो त्यो बेला चाहिँ बारीमा खन्ने काम गर्दै थियौँ अनि त्यो बेला चाहिँ वाद विवाद चल्यो कि तपाईँले ग्रहण गरिसक्नु भएको थियो गरिसकेँ अनि त्यो बेला चाहिँ अलिकति भजनहरू पनि सिक्ने कुराहरूमा चाहिँ एकदमै लागि परिरहेको थिएँ म चाहिँ अनि त्यो बेला चाहिँ माइलाले भन्नु त्यो परमेश्वर के गर्छ तेरो परमेश्वरले भने एक्कासी मलाई चाहिँ ओहो मैले विश्वास गरेको प्रभु यीशु ख्रीष्ट त्यस्तो भन्ने त्यहाँदेखि चाहिँ होइन प्रभु यीशु ख्रीष्टको विरुद्धमा बोल्ने मान्छेदेखि चाहिँ म एकदमै भनौँ न एक प्रकारले चाहिँ किन चाहिँ त्यस्तो भनेको भनेर चाहिँ आकर्षित सत्य हो नि सत्य हो किन यसरी चाहिँ खेत खान्छस् भने त्यो प्रकारको एउटा विरोध गर्ने त्यहाँदेखि चाहिँ सायद हो प्रभु यीशु ख्रीष्ट चाहिँ साँच्चै मुक्तिदाता छ है भन्ने चाहिँ मैले एउटा स्वीकार गर्ने फेजै भनौँ त्यो आफैले गरेको भन्दा नि अरूलाई भन्दाखेरि हजुर त्यहाँदेखि चाहिँ मैले मुटु खोलेर छाती फुलाएर चाहिँ म विश्वासी हुँ भन्न सकेको थिएँ त्यो मोमेन्टमा चाहिँ तपाईँ साँच्चै प्रभु यीशु मेरो मुक्तिदाता हुन्छ भन्दै हिँड्न सक्नुभयो त्यसपछि केही समयपछि अब सङ्गति बस्ने अलिकति सङ्गति गर्ने अनि तपाईँहरूले चाहिँ फोन कलबाट चाहिँ हामीलाई के भन्छ भजनहरू सिकाउनुहुन्थ्यो सिक्दै जाने सङ्गतिमा अगाडि बढ्दै जाने क्रममा चाहिँ लगभग त्यो बेलामा कति सालमा हो चाहिँ मैले बत्तिसमा लिने कुरा भएपछि अनि तपाईँहरू आउनुभयो त्यसपछि आयौँ है हजुर अलिअलि कोरियन भाषा बोल्थेँ तपाईँसँग त्यो बेला है त्यतिखेर फर्स्ट टाइम भेट्दाखेरि त्यतिखेरकै टाइममा होला तपाईँले बक्समा लिनुभएको पनि होइन अब यो अहिले हामीले अहिलेसम्मको कुरा गर्दै गर्दाखेरि चाहिँ प्रभुको प्रेम बुझ्नलाई मान्छेलाई कति गाह्रो हुन्छ भन्ने पनि कुरा हामीले सम्झिँदै एकदमै सङ्घर्ष मेरो जीवनबाट मैले बुझ्दाखेरि चाहिँ त्यही भएर मैले अरूले सुसम्झ सुनाउँदाखेरि पनि
एकदमै उसलाई चाहिँ धेरै फोकस गरेर सुनाउँछ कि बुझाउन किनभने कोसिस म पनि त्यो ब्याकग्राउन्डबाट आएँ नि त हजुर अब त्यत्रो भेनाजले मलाई चाहिँ बताउनु भयो तैपनि म चाहिँ के भन्छ नि सबै ढुङ्गा जस्तै भएर एकदमै केही बुझ्दै नबुझ्नेको जसरी बुझ्नै नचाहने नबुझ्ने बाइबलमा लेखेको छ तिनीहरूको समर शक्ति चाहिँ होइन संसारिक देवले चाहिँ के भन्छ अन्ध तुल्याएको छ भने जस्तै एक प्रकारले अन्ध नै रहेछ कि त्यो बेलामा त्यो कारणले गर्दा त्यो झट्टै स्वीकार गर्न गाह्रो अनि जब चाहिँ जबरजस्ती चाहिँ होइन सिक्दै त्यसपछि त्यो कुरालाई बुझ्दै जाँदैन पछि चाहिँ फिल हुने रहेछ त्यो भएको कारणले गर्दा कुनै पनि व्यक्तिले सुसमाचार सुनाउँदैछु भनेदेखि म अलिकति धेरै फोकस दिएर सुनाउँछु अब हामीले फोकस गरेर सुनाउँदाखेरि झन् राम्रो हुन्छ नि त होइन उनीहरूले बुझ्नलाई म पनि त्यही प्रयास गर्छु होइन प्रभु येशूले मलाई जस्तो प्रेम गर्नुभएको छ त्यस्तै प्रेम अरूले नि बुझ्न सकोस् भनेर तर हामीले बुझाएको भरमा मात्रै भन्दा पनि होइन प्रभुको काम प्रभु येशूले नै मान्छेलाई चुन्नु भएर उहाँको हृदयमा बोल्नु भएपछि चाहिँ प्रभुले काम गर्नुहुन्छ रहेछ भन्ने पनि फिल हुन्छ मलाई तपाईँलाई पनि त अनि यत्रो टाइम भन्दै गर्दाखेरि भन्दा तपाईँ आफैले प्रभुसँग नजिक हुनु भएपछि बुझ्नुभयो अब मैले चाहिँ प्रभु येशूलाई बच्चैदेखि भनौँ त्यही इन्भाइरोमेन्टमा हुर्केको भएर त्यो मेरो पनि जीवनमा टाइम चाहिँ आयो मैले पहिला पनि एउटा भिडियो हालेको छु होइन मेरो टेस्टिमनी भनेर एउटा छोटो त्यसमा चाहिँ मैले सबै कुरा चाहिँ भनेको छुइनँ तर बच्चा बेलामा चाहिँ कसरी प्रभुले मलाई सुरक्षा दिनुभयो मलाई मृत्युको मुखबाट बचाउनु भयो तपाईँले सुन्नै भएको छ होइन ज्वरो आएको बेलामा पनि सानैदेखि नै मलाई चुन्नु भएको कुराहरू सुन्दै गर्दा मलाई चाहिँ स्पेसल फिल हुन्थ्यो कि किनभने प्रभुको काम भनेर होइन तर मैले पनि प्रभुलाई नजिकबाट चिनेको चाहिँ अलिक ठुलो भएपछि हो प्रभु येशू त मेरो लागि म जस्तो नराम्रो मान्छेको लागि चाहिँ आफू नराम्रो भनेर फिल गर्नुपर्ने रहेछ कि फर्स्टमा संसारको मान्छेहरूले चाहिँ मै हो राम्रो मै हो यस्तो राम्रो भन्छ नि त अब मैले गर्न सक्छु भनेर जब चाहिँ हामी आफूमा भरोसा राख्न छोडेर आफूमा भर पर्न छोडेर चाहिँ प्रभुमा भर पर्छौँ त्यसपछि चाहिँ अनि हामीलाई थाहा हुँदो रहेछ नि त होइन प्रभुले कति प्रेम गर्नुहुँदो रहेछ भनेर प्रभुको प्रेम तपाईँले पछि बुझ्नुभयो होइन त्यसपछि त झनै अब अर्को भाग छ नि त एउटा जुन चाहिँ तपाईँको जीवनको बारेमा चाहिँ हामीलाई थाहा छ हामीलाई सबैजनालाई सबैभन्दा बढी उत्साहित महसुस हुने ओहो प्रभुको लागि कसरी यस्तो पनि गर्न सक्छ र भन्ने खालको कुरा तपाईँको जीवनमा भएको छ होइन त्यसको बारेमा नि हामीलाई यसो भनिदिनुहोस् त्यसपछि चाहिँ त्यो बेलाको समयमा चाहिँ कस्तो भयो भनेदेखि म चाहिँ निरन्तर रूपमा सङ्गति जाने अनि त्यसपछि जवान सङ्गति पनि गर्ने तपाईँहरूले सिकाउनु भएको भजनहरू सिक्ने अरूले सिकाउने गर्दै गर्दाखेरि चाहिँ एक दिन दिपक सरले पास्टर बुवाले चाहिँ कल गर्नुभयो भाइ तपाईँ माथि आउनुहोस् खाना पकाउनको लागि तपाईँ तालिममा बस्ने चाहिँ होइन अनि सहायता गर्नको लागि आउनुहोस् हजुर भने पाउनुहोस् भन्नुभयो त्यो बेलाको समयमा चाहिँ म एकदमै उत्साहित भएर ओहो कस्तो रहेछ तालिम होइन त्यो भाँडा मान्ने कामदेखि लिएर खाना पकाउने कामदेखि लिएर म सघाउँछु राम्रोसँग काम गर्छु अनि त्यसपछि तालिम चाहिँ कस्तो हुँदो रहेछ भनिकन चाहिँ म हेर्नलाई एकदमै इच्छुक थिएँ त्यही भएको कारणले गर्दा म हुन्छ सर म आउँछु उहाँले फेरि भन्नु तपाईँ तालिममा चाहिँ होइन नि फेरि है सहायता गर्न भन्नु हुन्छ म सबै सहायता गर्न चाहन्छु भनेर चाहिँ त्यो बेलामा गएँ र पनि गइसकेपछि पनि अब त्यो सहायता 1-2 दिन त्यो गरेँ त्यसपछि चाहिँ प्रभुको अनुग्रहले गर्दा होला होइन भाइ तपाईँ तालिममा बस्नुहोस् भन्नुभयो त्यहाँदेखि चाहिँ एउटा साधारण विश्वासी भर्खरै विश्वास गरेको मान्छेले चाहिँ एउटा पास्टरहरूको तालिममा चाहिँ बस्न पाउँदाखेरि चाहिँ होइन एउटा के भन्दा मनै फुलेर आउँछ कि म पास्टरी तालिम गरेर आएँ भन्नु पाउने किसिमले त्यो बेलाको समयमा धेरै खुसी थिएँ म हजुर सुरुमा सिक्न चाहिँ धेरै गाह्रो भएँ किनभनेदेखि अब एकैचोटि त्यो एकदमै बाइबलै धेरै नपढेको मान्छेलाई होइन त्यतिखेर त्यो तालिममा पनि थिएँ सायद म पनि बसेको थिएँ म पनि बसिरहेको थिएँ अनि तपाईँ चाहिँ त्यतिखेर माथि किचनमै काम गर्नुभएको थियो त्यसपछि फेरि तल आएर गर्न थाल्नुभयो त्यसपछि त्यो तालिम सकिसकेपछि फेरि म फर्किसकेपछि निरन्तर रूपमा एकदमै पास्टर बुवा सँगसँगै मैले चाहिँ मेरो सबैभन्दा राम्रो पक्ष भनेको चाहिँ के छ भने त्यो बेलाको समयमा म चाहिँ पास्टर बुवालाई कहिले पनि छोड्दैन थिएँ उहाँको पछि लाग्ने हरेक कुरा चाहिँ सिक्न चाहने कि सिक्दै अनि हिँड्दै गर्थेँ म त्यो बेलाको समयमा अनि त्यसपछि त्यसरी सङ्गति गर्दै होइन एकदमै प्रार्थना गर्न सिक्ने अनि त्यस्तो कुराहरू चाहिँ एकदमै ध्यान दिने गर्दै जाँदाखेरि चाहिँ अब सायद त्यो बेलामा इस्यु भयो भिजा आयो मेरो भिजा आइसकेपछि लगभग सबै कुरा मिलाएर कोरिया जानको निम्ति चाहिँ 3 महिना जति लाग्थ्यो होला त्यो पनि त मान्छेको लागि सोच्दाखेरि त ओहो भिजा पनि नि आइसक्यो भन्ने एउटा ठुलो कुरा हो नि त हो नि होइन अनि त्यसपछि मैले यो कुरा सबै कुराहरू चाहिँ मैले दिपक सरले सुनाएँ पास्टर बुवालाई सुनाइसकेपछि ओहो धेरै खुसीको खबर हो
तपाईँ कोरिया जानुपर्छ, तर जानुभन्दा अगाडि चाहिँ तपाईँ माथि आउनुहोस्, 3 महिनासम्म चाहिँ तपाईँलाई केही कुराहरू सिक्नुपर्छ, न भविष्यमा गएर त्यहाँ कोरियामा गएर तपाईँले होइन नेपाली सङ्गीत पो सुरु गर्न सक्ने हो कि भनेर भन्नुभयो। अनि त्यसपछि उहाँले भनेअनुसार म चाहिँ के अरे ज्यामिरेबाट चाहिँ सुकरोबाट अनि त्यसपछि म चाहिँ बनेपामा आएर अनि तालिममा बस्न थालेँ त्यो बेलाको समयमा। अनि आइसकेपछि अब तालिममा बस्ने अनि पदहरू घोक्न दिनुभएको थियो 100 नम्बरसम्म, धेरै कुराहरू त्यहाँ चाहिँ थियो र त्यो सबै कुराहरू चाहिँ हामीले तालिममा बसेर चाहिँ घोकेर स्पष्टसँगले अरूलाई सुनाउन सक्ने भएको थियो। अध्याय अनि पद पनि थाहा नभएको मान्छेलाई होइन अहिले त अब सब पदै कण्ठ गर्नु भयो। अनि त्यसपछि चाहिँ अब यता त्यो बेलामा चाहिँ सिसिबिआई फर्म भन्न जानु पर्थ्यो कोरियाको लागि। उताबाट चाहिँ भिजा सिसिबिआई पठाइसकेपछि हजुर अनि कन्फर्म गर्नको लागि म आउँदैछु भनेर चाहिँ त्यो फर्म भन्न जानु पर्थ्यो। अनि त्यसपछि त्यो जाने दिन चाहिँ नजिक होइन त्यो फर्म भरिसकेपछि तालिमको लागि जानुपर्छ के सरी त्यो अभिमुखीकरण तालिम भन्छ क्या त्यसलाई। 3 दिन जति ट्रेनिङ लिएर जस्तै कोरियामा के हुन्छ कस्तो हुन्छ कस्तो काम हुन्छ भनेर ट्रेनिङ दिने हो, त्यो दिनको लागि जानु पर्थ्यो। अनि त्यो दिन नजिकै छ, म चाहिँ बाइबल अध्ययन गर्दैछु, सँगै हिँड्दैछु। अनि त्यसरी हिँड्दै गर्दाखेरि चाहिँ अनि त्यसपछि मेरो मनमा चाहिँ भोलिपल्ट चाहिँ त्यहाँ अभिमुखिता के भन्छ त्यसलाई तालिममा जानुपर्ने छ, अभिमुखीकरण तालिममा। र आज बेलुका चाहिँ दिपक सरले आएर भन्नुभयो भाइ तपाईँ भोलि जाँदै हुनुहुन्छ तालिमको लागि, के कति खर्च चाहिन्छ भन्नुहोस् भनेर उहाँले भन्नुभयो। अनि त्यो बेला चाहिँ अनि मैले भने होइन म कोरिया जाँदिनँ, म प्रभुको सेवा गर्छु भनेर भने। आफै मनबाट आयो। त्यो चाहिँ अब बाइबल अध्ययन गर्दै गर्दाखेरि चाहिँ ओहो मैले अझै सिक्नुपर्छ, अझै मैले जानेको छैन, यो अवसर पछि पाउला कि नपाउला म चाहिँ बस्नुपर्छ भन्ने एउटा मन चाहिँ परमेश्वरले मलाई दिनुभयो। तपाईँले भन्दै गर्दाखेरि होइन मलाई याद आयो तपाईँले पहिला भन्नुभएको थियो जस्तै तपाईँलाई पहिला चाहिँ पैसा नै सबै कुरा हो, धन नै सबै कुरा हो भन्दै गर्दा एउटा पदले चाहिँ तपाईँलाई मनमा छोएर होइन एउटै मान्छेले 2टा मालिकको सेवा गर्न सक्दैन भने त्यतिखेरै हो त्यो पनि हो, त्यतिखेरै हो। जस्तै अब कसैले 2 मालिकको सेवा गर्न सक्दैन भन्छ नि त होइन कि मान्छेले चाहिँ अब 2टा ढुङ्गामा चाहिँ एउटा खुट्टा राख्यो भने चाहिँ त्यो चाहिँ अवश्य डुब्छ। जस्तै अब पहिलो प्राथमिकता राख्ने कुरा आयो यहाँ पनि गड फर्स्ट भन्ने कुरा आयो होइन, कि त गड फर्स्ट कि त अरू फर्स्ट त कोही एउटा मात्रै हुनु पर्यो हो नि, त्यो सोच्नुभयो तपाईँले। त्यही भएको कारणले गर्दा अब यो पैसा भन्ने चिज पछि परमेश्वरको इच्छा छ भने कमाउँदै गरौँला, हजुर अहिले चाहिँ सिक्नु पर्यो भनेर परमेश्वर त्यो मन दिनुभयो। मैले त्यो भनिसकेपछि अनि पास्टर बुवा छक्क पर्नुभयो, हामी पनि छक्क परेको थियौँ। अनि उहाँ त एकदमै साइलेन्ट हुनुभयो कि भरा भनेर भन्नुभयो। अनि त्यसपछि अरूलाई सुनाउनु भयो, धेरै मान्छेहरूले पागल भने। हामी पनि अचम्म लाग्यो होइन, जानुभएको हुन्थ्यो अब मौका आइसकेको छ होइन, कतिजनाको नाम निस्किरहेको हुँदैन, अहिले त कतिजनाको निस्किरहेको हुँदैन भनेर त्यतिखेर हामीले सोचेको थियौँ सोच्नु। हजुर। अनि त्यसपछि निर्णय गरियो कसरी जीवन जिउने भनिकन त्यो तालिम पनि निरन्तर रूपमा चलिरहन्थ्यो चर्चमा। अनि त्यो चर्चमै बस्ने, चर्चमै पढ्ने होइन। अनि त्यसपछि उहाँहरूले सँगसँगै सुसमाचार सुनाउनको निम्ति चाहिँ धेरै टाढा टाढा लानुहुन्थ्यो, उदयपुर, खोटाङ होइन। अनि सँगसँगै जाने। अनि त्यसपछि के अरे सिन्धुपाल्चोकमा पनि हजुर। अनि दिपक सरहरूले पाशुबाहरूले चाहिँ पढाउनको निम्ति उहाँहरू जानुहुन्थ्यो, सँगसँगै लिएर जानुहुन्थ्यो। अनि मान्छेले देख्दाखेरि ओहो उहाँहरूको टिम त एकदमै कस्तो उदाहरणीय टिम होइन। हामी चाहिँ किनभने सबै कुराहरू के खानेकुराहरूदेखि लिएर सुत्ने कुराहरू सबै आफै बोकेर हिँड्ने, प्रभु येशू 12जना चेलाहरू हिँडे जस्तै हिँडे जस्तै हिरोहरू कि अब त्यहाँ त। अनि धेरै ठाउँ मैले जीवन गवाएँ भन्न पनि पाएँ, भन्ने एउटा मौका पनि पाएँ। धेरैजना रुनुहुन्थ्यो, धेरै उत्साहित भएर चाहिँ हिँड्दै जाँदाखेरि फेरि कल आउँछ कि उताबाट। ट्रेनिङमा जानु भएन तपाईँ? हजुर, ट्रेनिङमा गएन मैले चाहिँ त्यत्तिकै अब क्यान्सल गरिदिनु भने, जस मनदेखि नै अब जाँदिनँ भनेर। किनभने त 3 महिना पछि त त्यो त ट्रेनिङ गरेन भने त त्यो त सबै रद्दै हुन्छ नि, रद्दै हुन्छ, क्यान्सल हुन्छ। अनि त्यसपछि क्यान्सल भइसकेपछि फेरि आयो इस्यु भयो। त्यो चाहिँ मैले आफैले हेर्दाखेरि फेरि अर्को कम्पनी छानेछ। अनि त्यसपछि म ट्रेनिङमै नजाने चाहिँ कोलाएर बस्ने, तपाईँको त यस्तो भएको छ इस्यु भएको छ किन नआउनु भएको? होइन म त नजाने कोरिया, क्यान्सल गरिदिनुहोस्। वाह
मैले त्यसो भनिदिएँ कि होइन अनि त्यसपछि अनि उहाँहरूले धेरै कुरो गर्नुहुन्थ्यो किन यस्तो अरू त मर्यादा गर्छन् जानको लागि होइन गरिदिनुहोस् हेर्नुहोस् भाइ यो क्यान्सल गरिदियो भने चाहिँ गर्नु मिल्दैन अरूलाई असर पर्छ नभर्दै नि आफै क्यान्सल भयो त्यो पनि क्यान्सल भयो अनि त्यस फेरि अर्कोचोटि नै भयो कि अर्कै कम्पनीले फेरि अर्कै कम्पनीले गर्यो त्यो पनि क्यान्सलै गरेँ मैले ए ओहो अनि निरन्तर रूपमा आत्मिक रूपमा बढ्ने अनि त्यसपछि बाइबलहरू अध्ययन गर्ने तालिममा निरन्तर बस्ने प्रार्थना गर्ने सङ्गति जस्तै अब सुसमाचार सुनाउन जाने हजुर त्यो बेलामा त यस्तो अहिले पनि छ त्यो स्पिरिट होइन त्यो उत्साह छ त्यो सुसमाचार सुनाउने देखिन्छ पनि अनि त्यो बेला पनि एकदमै जो देख्यो त्यसलाई सुसमाचार सुनाउने त्यो प्रकारको चाहिँ भनौँ न एक प्रकारको कहाँबाट त्यो शक्ति आउँछ मान्छेमा थाहा प्यासन एउटा प्रभु येशूको समाचार सुनाउने प्यासन आयो यो त्यसरी चाहिँ हेर्दै गर्दाखेरि चाहिँ बेला बेला मम्मीले चाहिँ सुनाउनुहुन्थ्यो कोरिया गएको भए हुन्थ्यो मैले धेरै दुःख गरेर तँलाई पढाएँ हो नि 10सम्म अनि नाम निकाल्यो जब पैसा कमाउने समय आयो तिमी आफै गएनौ हो नि हाम्रो यो दुःख चाहिँ कसले बुझ्ने भनेर रुनुहुन्थ्यो धेरै पटक त्यसो भनिसकेपछि अनि त्यहाँबाट चाहिँ मलाई अलिकति सोच्नको निम्ति बाध्य बनाउनु भयो उहाँले हजुर अब 3 चोटि त मैले क्यान्सल गरिसकेँ होइन अब त्यसपछि 1.5 वर्षपछि अब 1.5 वर्षपछि अब के थाहा आयो कि आएन भिजा अब क्यान्सल गरेको छ अब त्यो त्यसको डेट हुने भनेको 3 महिनाको त्यसमा मैले सोचेँ प्रभु अब तपाईँको इच्छा छ भने जसरी तपाईँले कोरिया लानुहुन्छ तपाईँको इच्छा हो होइन भने अब म यही ठिक छ अब मम्मी रोएर पनि केही हुँदैन भनिकन चाहिँ मैले प्रार्थना गर्न थालेँ एक्लै अरूलाई नभनिकन गुप्तमा प्रार्थना गर्न थालेँ अनि त्यसपछि बाइक सर्भिसिङ गर्नका लागि जानुपर्छ है भाइ भनेर भन्नु पास्टर बुवाले अनि त्यसपछि हुन्छ भनेर म रेडी भएर गएँ अनि जाँदै गर्दाखेरि चाहिँ प्रभु म बाइक सर्भिसिङ गर्न दिन्छु त्यसपछि म त्यहाँनिर चाहिँ कोरियाको लागि बुझ्ने चाहिँ गोर्खो हो कोरियाको इपिएस शाखा भन्छ त्यो हजुर त्यहाँ गएर चाहिँ बुझ्छु यदि भिजा आएको रहेछ भने चाहिँ म तपाईँको इच्छा भनेर थाहा पाउँछु यदि त्यो बेलामा चाहिँ इस्यु भएको छैन भिजा आएको छैन रहेछ भनेदेखि चाहिँ तपाईँको इच्छा छैन सेवकै नै गर्नुपर्छ भने म बुझ्छु एउटा साइन दिनुहोस् भनेर म गएँ अनि त्यसपछि न्याउरो परेर गएर कराउने हो कि पहिले जाँदिन भनेछ भने त्यो पनि डर हुन्छ नि त अनि त्यसो गएर हेर्नुहोस् म त यसो त थियो मेरो कतै इस्यु भएर बसिसक्यो भिजा आएर बसिसक्यो हेर्नुहोस् हेरिदिनुहोस् त यसरी हिजो भर्खरै इस्यु भएको छ भनेको हो प्रभु तपाईँले धन्यवाद भनेकन एकदमै खुसी भएर होइन त्यसो आएँ आउनु त आएँ त्यहाँनिर फेरि एउटा चाहिँ के भन्छ डर छ कि मलाई अप्ठ्यारो भयो अब पहिला त्यसरी निश्चय गरेको मान्छे अब कसरी चाहिँ भन्ने हो फेरि सबलाई भनिसकेको थियो नि सबैलाई कोरिया नजाने नजाने 1.5 वर्ष नै भइसक्यो नि त्यो क्यान्सल गरेको हजुर अनि त्यसपछि कसरी सुनाउने होला बल्ल बल्ल आर्ट निकालेर फोन गरेर त्यसपछि सर म इपिएस शाखामा गएको थिएँ ए हो र भाइ भन्नु उहाँले अनि त्यसपछि हजुर अनि के भयो त भाइ भिजा पनि रहेछ ए हो र भन्नु उहाँले फेरि 1.5 वर्षमा पनि हजुर अनि त्यसपछि मैले भने अनि उहाँले भन्नुभयो कि अनि के भयो के गर्ने भयो त भाइ म त जाने भयो नि सर त्यसो अनि उहाँले केही मैले चाहिँ कराउनुहुन्छ कि भने एउटा त्यस्तो सोचिरहेको थिएँ तर उहाँले चाहिँ ए हो र ठिक छ नि भाइ टेन्सन नगर्नु नडराउनु आउनुहोस् बसेर छलफल गरौँला प्रभुको इच्छा छ तपाईँले इच्छा छ भने जानुहोस् हामी कर गर्दैनौँ भनेर चाहिँ उहाँले धेरै फोनमै सम्झाएर आउनुहोस् भन्नुभयो अनि म चाहिँ डराइ गएँ अनि उहाँले धेरै सम्झाउनु भयो होइन त्यो अब हामीले कर गरेर तपाईँले राख्ने कुरा हुँदैन जानुपर्छ प्रभु योजना पनि हुनसक्छ भनेर चाहिँ उहाँले आफैले प्लेन भाडाहरूदेखि लिएर हरेक खर्चहरूदेखि लिएर उहाँहरू आफै मिलाएर मलाई चाहिँ पठाउनु कोरिया त्यसपछि कोरिया गएँ कोरिया गइसकेपछि पुर्याउनु गयौँ हामी है एयरपोर्ट पुर्याउनु जानुभयो म रुँदिनँ भन्दा भन्दै अब रुन मन लाग्यो रुने होइन
अनि त्यसपछि कोरिया पुगेर काम गर्न थालिसकेपछि 1 हप्ता जति काम गरिसकेपछि मैले भने त्यहाँ कम्पनीमा म चाहिँ चर्च जाने व्यक्ति हुँ। हजुर। त्यसै कारणले गर्दा मलाई चर्च खोजिदिनु भनेर मैले भने। अनि सबैभन्दा खुसीको कुरा चाहिँ मलाई काममा लगाउने म्यानेजरै क्रिस्चियन हुनुहुँदो रहेछ। अनि उहाँले भन्नुभयो हुन्छ तिम्रो लागि म नेपाली सङ्गति खोज्छु, भेट्यो भने म पठाउँछु, नत्र भने कोरियन सङ्गति मसँगै जाउँला भनेर भन्नुभयो। अनि त्यसपछि खाना खाने टाइममा त्यसो भन्नुभयो। अनि बेलुका जाने बेलामा चाहिँ भोलि 12 बजे लिनको निम्ति आउँदै हुनुहुन्छ नेपाली मान्छे, गेटमा गएर बस भन्नुभयो। अनि त्यसपछि नेपाली मान्छेहरू आउनुभयो अनि मलाई लिएर जानुभयो। त्यो बेलामा चाहिँ कोरियामा सङ्गति अब सुरु गर्नुपर्छ भनेर उहाँहरू पनि बिस्तारै बिस्तारै सुरु गर्ने भनेर चाहिँ योजना बनाउँदै हुनुहुँदो रहेछ। त्यो बेला चाहिँ महिनामा एकचोटि नेपालीहरू भेला हुने, मिठो मिठो कुराहरू खाने अनि हिँड्ने, त्यत्तिकै छुट्ने भइरहेको रहेछ। भेटघाट जस्तो एउटा। हजुर। त्यो म जानुभन्दा केही समय अगाडिदेखि उहाँहरू चाहिँ बस्ने, सङ्गति गर्ने 3-4 जना हुनुहुँदो रहेछ। त्यो बेला चाहिँ म पुगेँ त्यहाँ। त्यसरी चाहिँ सङ्गति सुरु भयो। तपाईँको त्यहाँनिर खाँचो रहेछ होइन, प्रभुले त्यहाँनिर डोर्याएर लिएर जानुभयो। परमेश्वरको योजना त हामीले सोचेको भन्दा ठुलो रहेछ। अहिले हामी करिब 60 जना जति छौँ। अनि कोरियामा चाहिँ सजिलो छैन आइतबार सङ्गतिमा आउनको निम्ति, किनभने त्यहाँ चाहिँ काम हुन्छ। त्यही भएर धेरैजना भ्याउनुहुन्न, तर रेगुलर आउने भनेको 30-35 जना चाहिँ हुन्छ। 25 देखि 20 देखि 30-35 जना चाहिँ हुन्छ। अब कहिलेकाहीँ चाहिँ सबैजना आउनुहुन्छ भ्याउने बेलामा चाहिँ। अहिले यसरी चाहिँ प्रभुले अचम्मको काम चाहिँ त्यहाँ गरिरहनु भएको छ। एउटा लिडरको रूपमा पालै पालो वचन पार्ने, आराधना गर्ने, त्यसरी चलिरहेछ अहिले। जस हो नि, राम्रो भइरहेछ। यति छोटो समयमा होइन परमेश्वरले तपाईँको जीवनमा जुन काम गर्नुभएको छ आज हामीले सुन्यौँ। अनि म आशा गर्दछु हाम्रो भ्युअर्सहरू जसले सुन्नुभएको छ, आज हुन त हामीले एउटा पडकास्ट भनेर होइन कुराकानी जस्तो गरेको भए पनि एकदमै राम्रोसँग डिटेलमा सबै कुराहरू हामीले आज सुनेका छौँ। र यतिखेर चाहिँ म आफै पनि जसरी तपाईँले चाहिँ परमेश्वरमा भरोसा राख्नुभयो होइन, हामी गड फर्स्ट कसरी राख्ने भन्दाखेरि परमेश्वरमा भरोसा राखेर रहेछ एउटा चाहिँ। नत्र भने आफैमा भर पऱ्यो भने चाहिँ कहिले पनि परमेश्वरलाई पहिलो राख्न सकिँदैन रहेछ होइन। तपाईँले चाहिँ त्यतिखेर पैसा नभएको बेलामा पनि त्यो धन कमाउने कुरा भन्दा परमेश्वरमै भरोसा राखेर यदि यो परमेश्वरको इच्छा रहेछ भने चाहिँ म गर्छु होइन, नत्र भने म गर्दिनँ भनेर परमेश्वरसँग चाहिँ एउटा साइन मलाई केही देखाइदिनुहोस् भनेर माग्नुभयो, प्रार्थना गर्नुभयो होइन। र त्यसपछि चाहिँ सायद तपाईँ 1.5 वर्ष अगाडि नै कोरिया जानुभएको भए होइन, अब कस्तो हुन्थ्यो त्यतिखेर पनि सायद केही राम्रै हुन्थ्यो होला। तर जसरी अहिले त्यहाँनिर जुन सङ्गति भइरहेको छ, त्यहाँका मानिसहरूले प्रभु यीशुमा बढ्न पाइरहेका छन् तपाईँद्वारा होइन, त्यही नै परमेश्वरको महान काम हो। आमेन होइन। त्यही भएर हितोपदेश 3:5 भने जस्तै होइन, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र आफ्नो सामा शक्तिमा भर नपर। यो चाहिँ मलाई पनि एकदमै मन छुन्छ यो पदले चाहिँ। र तपाईँको जीवनमा पनि परमेश्वरको ठुलो योजना पुरा गर्नुभएको छ र गर्नुहुन्छ भने आउँदो समयमा, किनभने यो चाहिँ हामीले जीवन बिताइसकेर हुन्छ नि। अब हामी त भर्खरै अब यङ एजमा छौँ नि त, तपाईँ पनि 20s मा, म पनि 20s मा। अनि यो चाहिँ युथहरूको लागि एउटा इन्करेजमेन्टको लागि अहिले नै तपाईँको जीवन गवाइमा यति धेरै तागत छ होइन, परमेश्वरले यति धेरै महान काम गर्नुभएको छ। सुन्दै गर्दाखेरि हो पहिलाको दुःखदेखि लिएर अहिलेको योसम्म अट्टाउन नै कति गाह्रो भइरहेछ कि, कुन पहिला भन्ने कुन पछि भन्ने। तर हामीले सुनेका छौँ सबै कुराहरू, कति कुरा छुट्नु पनि छुट्यो पनि होला, छुट्यो पनि होला। फेरि हामी नेक्स्ट टाइम पनि भेटौँ। तर त्यतिखेरको पडकास्टमा चाहिँ सायद हामी अरू नै टपिकमा केही कसरी उत्साह हामी एकअर्कालाई दिन सक्छौँ भन्ने विषयमा पनि कुरा गर्न सकिन्छ। तर आज तपाईँले यसरी आएर अनि आफ्ना पर्सनल कुराहरू, अब यिनीहरू त कति व्यक्तिगत कुराहरू छन् होइन, तर जवानहरूलाई उत्साह होस् भनेर पक्कै पनि उत्साह मिल्छ पनि। किनभने आजभोलि त अहिले पनि त सबैजना नै प्रायः जस्तो धन कि त सफलताकै पछि त लागिरहेका छन् नि होइन, केही गरौँ केही बनेर देखाउँ भन्दा पनि। तर आज यदि तपाईँहरू अरू जो भ्युअर्सले हेर्दै हुनुहुन्छ होइन, परमेश्वरलाई चाहिँ कसरी पहिलो प्राथमिकता राख्ने भनेर सोध्दै हुनुहुन्छ भने, किनभने यो त गड फर्स्ट पडकास्ट हो नि त, पहिलो प्राथमिकता कसरी दिने भनेर सोच्दै गर्दाखेरि चाहिँ एउटा जवानहरूले बुझ्नुपर्ने कुरा चाहिँ जवान भइसकेपछि कसैको अधीनमा चाहिँ बस्नुपर्छ। हो त्यो पनि हो, पछ्याउनुपर्छ कि। हजुर। जस्तै म एउटा जवान भइसकेपछि
मैले पछ्याउने व्यक्ति चाहिँ को हो त, त्यो चाहिँ सबभन्दा महत्त्वपूर्ण हुन्छ। अनि मैले के अरे पछ्याउने मान्छे नै गलत छ भनेदेखि जीवन त्यहाँ फेरि परमेश्वरसँगको सम्बन्धबाट टाढा हुनसक्छ। त्यो भएको कारणले गर्दा फर्स्ट प्रायोरिटी इज गड भनेर हिँड्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ आफूलाई निर्माण गर्नको निम्ति आफू पहिला अधीनमा बस्नुपर्छ। पास्टरको अधीनमा, अनि त्यसपछि अगुवाको अधीनमा भएर केही कुराहरू सिक्दै सेल्फ कन्ट्रोल, अनि त्यसपछि जवान भइसकेपछि संसारमा साथीसँगै नाच्ने कुराहरूदेखि लिएर घुम्न जाने कुराहरूदेखि लिएर होइन त्यो मन हुन्छ नि, त्यो कुराहरू चाहिँ के गर्नुपर्छ भने त्यो कुराहरू चाहिँ काट्नुपर्छ, बलिदान दिनु त्यो कुराहरूलाई छोडेर हाम्रो निम्ति क्रुसमा टाँगिन सक्नुहुन्छ होइन, उहाँले हाम्रो निम्ति जीवन दिन सक्नुहुन्छ भने यो सोच्दैनौँ नि त हामी धेरै जसो। सबैभन्दा छुटाउनै नहुने कुरा चाहिँ मैले सृष्टि मैले चिनेदेखिबाट सृष्टि जस्तै बन्ने इच्छा चाहिँ मेरो चाहना हो। किन भनेदेखि उहाँ चाहिँ मेरो एक प्रकारले गुरु नै हो। मैले त्यो कुरा चाहिँ छुटाउनै हुन्न यो पोडकास्टमा, किन भनेदेखि त्यो बाल सङ्गतिमा सिकाउँदै गर्दाखेरि म पुरै कान थापेर सुनिरहने हो होइन। हालेलुयाको अर्थ के हो, आमेनको अर्थ के हो, त्यो कुराहरू सबै मैले सृष्टिबाट सिकेको। त्यति मात्र नभएर अनि अहिले पनि र पहिले पनि त्यो जवान सङ्गतिमा भजनहरू सिकाउने, आराधना गर्ने कसको हेरेर सिकेँ त मैले, सृष्टिकै हेरेर सिकेको मैले। अनि त्यो कुरा सिकेको कुराहरू चाहिँ मैले कोरियामा गएर अहिले आराधना गर्दैछु होइन। त्यो पनि अब मैले जस्तो गरिन्छ अब त्यहाँ रहेको मानिसहरूले पनि त्यस्तै गर्ने हो। जस्तो सृष्टिले मलाई चाहिँ देखाउनु भयो बाटो, म त्यही हिँड्ने हो। त्यो भएको कारणले गर्दा हामीले आफ्नो पछ्याउने व्यक्ति को जस्तै बन्ने, हुन त म आफ्नो ठाउँमा आफै जस्तो छ होइन। सृष्टि बहिनीको ठाउँमा आफ्नो ठाउँमा चाहिँ आफै भनौँ न एक प्रकारले इस्टाब्लिस छ भनौँ, एक प्रकारले प्रभु येशू ख्रीष्टमा चाहिँ अथवा सङ्गति गर्ने कुराहरूमा। त्यो भएको कारणले गर्दा त्यसरी चाहिँ हामीले चाहिँ एउटाले अर्कालाई चाहिँ अधीनमा राख्दै त्यो कुरोलाई पछ्यायो भने चाहिँ पक्कै पनि जवानहरूको जीवनमा चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हो नि, तपाईँले अस्ति नै पनि 2-3 चोटि अहिलेसम्म 3 पटक भयो यो भन्नुभएको चाहिँ होइन। यो कुरा त जहाँ गए पनि बताउनु पर्ने कुरा हो। हजुर, परमेश्वरले यस्तै हामी जस्तै म जस्तै साधारण मान्छेलाई नै प्रयोग गर्नुहुन्छ है। किनभने मलाई त थाहा थिएन त्यतिखेर तपाईँको जीवनमा त्यत्रो ठुलो प्रभाव पारिरहेको छ यो कुराले भनेर। तर जस त्यही भएर परमेश्वरले देखाउनु भएको बाटोमा हिँडिराख्यो भने चाहिँ नपत्याउँदो गरी चाहिँ आफ्नो जीवनलाई प्रभुले चुन्नु हुँदो रहेछ होइन। अनि तपाईँकै जीवनबाट हामीले आज हेर्दै गर्दाखेरि पनि परमेश्वरलाई पहिलो प्राथमिकता दिने भनेको चाहिँ त्यो दिन्छु भनेर होइन रहेछ क्या होइन। किनभने त्यो परमेश्वरलाई पहिलो प्राथमिकता कसरी दिने, दिन्छु भनेर सोच्दै गर्दाखेरि त दिन बितिहाल्छ होइन। त्योभन्दा बरु प्रभुले तपाईँले भन्नुभयो जस्तै होइन, हामीले बलिदान दिनुपर्छ भन्नुभयो नि। बलिदानलाई चाहिँ बलिदानको रूपमा भन्दा पनि प्रभुले मलाई यति धेरै प्रेम गर्नुभयो त्यही भएर म गर्छु होइन। अनि आफ्नो इच्छा आफ्नो चाहना होइन भन्न सक्दैन क्या आजभोलि, त्याग्न सक्नु पर्यो, त्यो चाहिँ सक्दैन क्या आजभोलि। धेरै हामी पनि कतिचोटि सक्दैनौँ होइन। तपाईँले जस्तै मैले गरेको कुराहरूले देखेर सिकेँ भन्नुभएको छ नि, त्यो गर्नलाई पनि त त्यतिखेर सायद मेरो पनि आफ्नै सङ्घर्ष थियो होला, तर पनि परमेश्वरले मलाई चुन्नुभयो होइन। तर मेरो पनि एउटा कुरा र तपाईँको पनि एउटा कुरा चाहिँ सबैभन्दा राम्रो चाहिँ के छ भन्दाखेरि हामी चाहिँ सकेसम्म आफ्नो इच्छामा नजिउँ होइन। सकेसम्म परमेश्वरको इच्छा के हो भनेर खोज्न हामी प्रयास गर्छौँ हो नि। त्यही अरू जवानहरूले नि गर्नुपर्छ। किनभने जवान अवस्थामा चाहिँ हामीलाई मान्छेले तुच्छ ठान्न सक्छ होइन। जवान छौ भन्दैमा कसरी तिमीलाई तुच्छ नठानोस् भनेर बाइबलमा पनि लेखेको छ। तर हामीले कसरी चाहिँ त्यो तुच्छ नठानोस् भने चाहिँ कसरी भन्न सक्छौँ होला भन्दा हामी आफै पनि त कसैको अधीनमा रहनु पर्यो, तपाईँले भन्नुभएको जस्तै होइन। अब त्यही हो, अब तपाईँले पनि बाबा यदि तपाईँले चाहिँ बाबाले जे भन्नुभयो पनि किन मान्ने र मैले होइन, मेरो त आफ्नो सिद्धान्त छ, मेरो त आफ्नो लाइफ छ होइन, उसले भनेर हुन्छ र भनेर तपाईँले यदि बस्नु भएको भए सायद अहिले हामी यसरी पडकास्ट गरिरहेकै हुँदैन थियो होला। म आफैले पनि मेरै बाबा भयो भने त कतिजनाले त छोराछोरीले बाबाको कुरा नमान्ने होइन, म आफै पनि मान्दिनँ कति कुराहरू, त्यो कमजोरी छ होइन। तर पनि मेन कुराहरू जुन छ नि जीवनमा एकदम असर पार्ने प्रभाव पार्ने कुराहरूमा चाहिँ आज्ञाकारी पनि हुन सक्नुपर्ने रहेछ क्या। आज्ञाकारी हुने प्लस प्रभु येशूमा भरोसा राख्ने होइन, आफ्नो इच्छामा चाहिँ भर नपर्ने। त्यस्तो गरेपछि एकदमै प्रभुमा जिउन सकिन्छ, साथै गड फर्स्ट पनि भन्न सकिन्छ। हो त्यो पनि हो, धेरै राम्रो कुरा।
अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि जस्तै म कोरियाबाट आएँ नि अब 45 दिनको छुट्टीमा आएँ मलाई अरू मान्छे जसरी घुम्न अरू मान्छे साथीहरूसँग घुम्न जान सक्थ्यो होला नि तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि म त्यसरी आफ्नै धुनमा आफैले योजना बनाएर हिँड्यो भने अरू देख्ने मान्छेहरूले के भन्ला जस्तै अस्ति काठमाडौँ जाँदा विकास दाइले सँगै लिएर गएँ हजुर उहाँहरू सँगसँगै हिँडेँ धेरै समय चाहिँ मैले उहाँहरूसँग बितायो किन भन्दाखेरि चाहिँ मानिसले हेर्ने दृष्टिकोण चाहिँ फरक पर्छ क्या एउटा वर्सिप लिडर भएर एउटा लिडर भएर जिइसकेपछि हामीले आफ्नै इच्छाअनुसार जियो भने चाहिँ त्यहाँनिर धेरै नकारात्मक प्रभाव पर्न सक्छ उदाहरण पनि त बन्नु पर्यो हो नि हामी के असल उदाहरण पनि के खराब उदाहरण बन्ने त्यो त हामीमा छ नि त हैन अनि धेरै साथीहरूले भन्छ मलाई तपाईँ त्यहाँ सेवाकै गर्न जानुभयो कि छुट्टीमा आफ्नो के अरे छुट्टी मनाउनलाई घुम्न लागि जानुभयो भन्नुहुन्छ अनि मैले भने मेरो लागि भनेको सेवाकैलाई अगाडि लिएर त्यसमै आनन्द छ मेरो सङ्गति गर्नु नै घुम्नु हो अनि त्यसपछि त्यहाँनिर गएर सेवा गर्नु नै आनन्द नै मलाई यसमै आउँछ यसमै आनन्द आउँछ भनेर चाहिँ उहाँले भन्न चाहन्छु त्यो भएको कारणले गर्दा हामी आफ्नै इच्छा अनुसार होइन कि अरू कसैको अधीनमा रहेर असल कुरामा प्रभुमा अगाडि बढ्ने कुराहरूमा चाहिँ हेर्नुहोस् भन्न चाहन्छु जवानहरूको लागि हो नि अनि अहिले समस्या पनि त्यही हो कि खासमा हामी त अब सिकिरहेका छौँ कसैको अधीनमा छौँ होइन हामी चाहिँ अब कसैलाई देखासिखी गरेर हाम्रो अग्रजहरूलाई बाबालाई पास्टर बुवालाई अग्रजहरूलाई हामी हेर्दै जिरहेको भएर ल हामीलाई त ल केही हदसम्म सजिलो होला तर अहिलेको जवानहरूलाई हामी जत्रै हाम्रो एज ग्रुपको सबैजनाहरूलाई चाहिँ समस्या नै यही हो कि आई डोन्ट केयर मलाई मतलब छैन अझ मलाई बाल छैन भन्छन् नि के हुन्छ र मेरो लाइफ हो म गर्छु अझ त्यति भन्दा समयअनुसार चल्नुपर्छ फेरि यति हुँदाहुँदै उनीहरूलाई चाहिँ मैले चाहिँ विशेष गरी चाहिँ हामी क्रिस्चियन जवानहरूको पनि कुरा गरेको हो किनभने सांसारिक अब प्रभुलाई चिन्दै नचिनेकोहरू त उनीहरूको आफ्नै हुन्छ होइन उनीहरूलाई केही भन्नु मिलेन तर प्रभु यसलाई चिनी भने हप्तामा एक दिन चाहिँ सङ्गति गर्ने होइन चर्च जाने अरू दिन चाहिँ त्यो आफ्नो स्वभावहरूलाई त्याग्न नसक्ने त्यो हुँदाहुँदै फेरि उनीहरूलाई चाहिँ कसरी प्रभुमा बढ्ने त्यो चासो पनि हुन्छ हुन त तर चाहना मात्रै भएर हुँदैन इच्छा मात्रै भएर हुँदैन होइन त हामीले चाहिँ आफैले एफोर्ट्स लगाउनुपर्छ अब प्रभु यसो त हुनुहुन्छ हाम्रो साथमा तर हामी पनि त उहाँको नजिक जानु पर्यो होइन अनि त्यही भएर चाहिँ सायद आज तपाईँको जीवन गवाई सुन्दै गर्दाखेरि पनि र हाम्रो यो कुराकानीहरूले सुन्दै गर्दाखेरि पनि हामीलाई जतिजनाले सुनिराख्नु भएको छ उहाँहरूले चाहिँ ओहो होइन मैले त अहिले प्रभुलाई अगाडि राखेको छैन रहेछ आमा मान्छेहरूले त कोरिया जाने त मौका छोड्न सक्दो रहेछ होइन मैले त के चाहिँ छोडेको छु र मैले त होइन मैले पनि गर्नुपर्ने रहेछ भन्ने चाहिँ एउटा मनमा कुरा आउँछ उत्साह जाग्छ भन्ने चाहिँ मलाई विश्वास छ है जाँदा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि प्रभु यीशु ख्रीष्टमा जिउँदै गर्दाखेरि चाहिँ हजुर हामीले चाहना चाहिँ धेरै राख्नुपर्छ चाहना अनुसारको जीवन जियो भने चाहिँ बाहना चाहिँ आफै हटेर जान्छ हो ठिक भन्नुभयो है एकचोटि फेरि भन्नु यो लाइन चाहना गरेर जियो भने बाहना चाहिँ आफै हटेर जान्छ कोरियामा मेरो जीवन भनौँ भने बाहना कति छन् 12 घन्टा काम गर्नु पर्यो 18 घन्टा काम गर्नु पर्यो काम गरेको छ म सङ्गति जाँदैन भन्न नि पाइन्थ्यो त तर मैले भनिनँ फेरि म बाइबल कलेज पनि अध्ययन गर्दैछु कि हजुर हिमालयन डायस्पोरा भन्नेमा बिटिएच गर्दैछु त्यहाँ पनि टाइम दिनु पर्यो मेरो त बाइबल कलेज पनि छ सबै छ त्यही भएर बाहना त्यही भएर मानिसको जीवनमा बाहनालाई हटाउनको निम्ति चाहिँ चाहना गर्नुपर्छ चाहना गऱ्यो भने सबै बाहना चाहिँ हटेर जान्छ अनि चाहना अनुसारको जीवन जिउनको निम्ति चाहिँ के गर्नुपर्छ भनेदेखि एकदमै आफूले सेक्रिफाइस पनि गर्नुपर्छ कि अनि कमिटमेन्ट गर्ने अनि त्यसपछि 6 घन्टा सुत्नु छ भने अब 2 घन्टा जति अझ छिटो उठ्ने कम्प्रोमाइज नगर्ने अनि त्यसपछि अब सोच्ने के मैले दुःख गर्ने अब 6 वर्षसम्म यस्तो गरेँ हेरौँ न त जीवन कस्तो हुँदो रहेछ 1 वर्षको लागि त्यसरी जिउँ न त 1 घन्टा नसुतौँ न त होइन अझ 1 घन्टा चाहिँ बढी बाइबल अध्ययनमा समय दिउँ न त भने त्यो प्रकारले जियो भने चाहिँ पक्कै पनि प्रभुले काम गर्नुहुन्छ हो नि अनि अर्को कुरा एउटा लास्ट भनिहाल्यौँ अनि त्यसपछि आज सकाउँ है त हाम्रो कुरा सुन्दै गर्दाखेरि हामीले एकअर्कालाई जब भन्दैछौँ नि योहरू पनि कति धेरै हामी आफै पनि उत्साहित भइरहेछौँ नि होइन यसरी एउटा कम्युनिटी चाहिँ चाहिने रहेछ कि मान्छेलाई कुन माहौलमा आफू छु त्यो चाहिँ आफूले यसो वरिपरि हेर्नुपर्ने रहेछ यदि कुरा काट्ने मान्छेहरू वरिपरि
होइन सधैँ सङ्गत गर्ने चाहिँ कुरा काट्ने मान्छेहरूसँग गर्ने चुरोट खाने मान्छेहरूसँग गर्ने भन्दाखेरि त आफूलाई पनि उनीहरू जस्तो यस्तै हुन मन लाग्छ नि त कोसँग सङ्गत गर्दैछु कोसँग म घुलमिल हुँदैछु भनेपछि उनीहरूलाई तुच्छ ठान्नु होइन तर आफ्नो जीवनको लागि आफू अगाडि बढ्नको लागि त कोही परिपक्व मान्छे होइन चर्चमा अथवा घरमै पनि आफ्नो बुवा आमाको कुरै सुन्न मन लाग्दैन नि त आजभोलिको जमानालाई होइन सानो सानो कुरामा ल छिटो उठ्नुपर्छ यस्तो भन्दा पनि चर्च जाउँ है भन्दाखेरि नाइ म जान्न होइन तर यस्तो हुँदाहुँदै अनि फेरि दुःख परेपछि चाहिँ अनि प्रभु चाहिने त्यस्तो हुनुभन्दा पनि आफूलाई चाहिँ अलरेडी जस्तै हामी जसरी कुरा गर्दैछौँ यसै गरी आफूसँग प्रभु येशूको कुरा गर्ने मान्छेहरू होइन अनि परमेश्वरमा बढाउने मान्छेहरू चाहिँ हुनुपर्छ कम्युनिटी पनि चाहिन्छ भन्ने कुरा पनि थाहा भयो त्यो त एकदमै चाहिन्छ फेरि म अर्को कुरा जोड्न चाहन्छु फेरि कुरा गर्दै लास्ट एउटा कुरा जस्तै विशेष गरी जवानहरूको निम्ति जस्तै विदेशमा हुनुहुन्छ तपाईँ प्रभुको निम्ति अगाडि बढ्ने कोसिस गर्दै हुनुहुन्छ तपाईँ चाहिँ संसारको मानिसहरूको बिचमा हुनुहुन्छ अनि धेरै बाहना आउँछ क्या त्यस्तो बेलामा चाहिँ सबैले त्यस्तै गर्छ ऊ त्यसले जाउँ भन्छ अनि तिनीहरूको कारण त्यो उनीहरूको त्यो प्रभावको कारणले गर्दा म अब उनीहरू जस्तै भयो भन्दाखेरि पनि आफूले चाहिँ आफूपट्टि प्रभाव पार्नु पर्यो कि उनीहरूलाई जस्तै म एउटा जवान छु संसारमा भएको अरू विश्वास नगरेको मान्छेहरू धेरैजना हुनुहुन्छ उनीहरूको प्रभावमा चाहिँ पर्नुभन्दा पनि हामीले चाहिँ उनीहरूलाई प्रभाव पार्ने हो कि जीवन जिएर त्यही भएर त्यसरी चाहिँ हामीले उनीहरूलाई नै प्रभाव पार्ने गरी जीवन जियो भने चाहिँ हामी सक्सेस हुन्छौँ होइन पहिलो प्राथमिकता चाहिँ प्रभुले दिएको हुन्छौँ तर म प्रभुलाई पहिलो प्राथमिकता दिन्छु भनेको जिउने तर अरूको प्रभावमा पर्यो भने चाहिँ हो नि पहिलो प्राथमिकता हुँदैन मेरो विचार है फेरि एकदम ठिक हो तर जस्तै मैले पनि तपाईँलाई केही प्रभाव पार्न सक्छु तपाईँले मलाई पार्न सक्नुहुन्छ होइन असल प्रभाव हामीले एकअर्कालाई पार्दैछौँ नि त अनि त्यही नै ठुलो कुरा हो त्यही भएर हाम्रो जवानहरू पनि अब जतिजना अहिले सङ्घर्ष गर्दै हुन्छ होइन उहाँहरूले पनि खोजिराख्नु भयो होला त्यस्तो कुनै कम्युनिटी त्यस्तो कुनै समुदाय जहाँ चाहिँ आफ्नो कमजोरीहरू भन्न सकौँ अनि कम्युनिटीमा चाहिँ आफ्नो कमजोरी पनि देखाउन सक्नुपर्ने नै रहेछ एउटा चाहिँ होइन सो द्याट तपाईँले केही गर्नुभयो भने मैले प्रमोद है तपाईँले त यस्तो यस्तो गर्नुभएछ है भएन अनि मैले पनि सृष्टि बहिनी तपाईँले यस्तो यस्तो भनेर भन्न सक्यौँ हामीले सक्छौँ हामीले होइन त्यसरी नै प्रार्थना गरौँ न हामी उहाँहरूको लागि पनि सधैँभरि सम्झेर कि जो हाम्रो अहिले नेपालभरि अनि संसारभरिको जवानहरू हुनुहुन्छ होइन सबैजनाले चाहिँ एउटा यस्तो कम्युनिटी पाउनुहोस् जहाँ चाहिँ उहाँहरूले प्रभुको प्रेमलाई पाउनुहोस् होइन हामीले जसरी यसरी कुराकानी गरेछ त्यसरी कुराकानी गर्न पाउनुहोस् त्यही नै हो अब आजको पडकास्ट चाहिँ सायद यति नै गर्नुपर्छ होला है धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो आजको फर्स्ट एपिसोडमा आफ्नो जीवन गवाईद्वारा आफ्नो टेस्टिमोनीद्वारा हामीलाई उत्साहित गराउनु भएको लागि अनि धेरै कुराहरू सुनेको छौँ आज हामीले सुन्न चाहिँ होइन तर एउटा मेन निष्कर्ष भनेको चाहिँ परमेश्वरमा भरोसा राखेर जिउनु होइन त त्यही नै गर्दैछौँ हामी तपाईँ पनि म पनि हामी सबैजना जतिले यसलाई विश्वास गरेका छौँ र आउँदो दिनहरूमा पनि हामी त्यसै नै गर्नेछौँ र फेरि पनि तपाईँलाई म इन्भाइट गर्छु नेक्स्ट टाइम तपाईँ आउनुहुन्छ नि होइन सायद अब कोरिया फेरि गएर अनि आएपछि चाहिँ फेरि गर्नु पर्यो थ्याङ्क यू सो मच हाई फाइभ थ्याङ्क यू ओके फर द पडकास्ट